नमस्कार, म जनकराज खनाल। आज हामीले एउटा फरक भिडियो ल्याउने प्रयास गरेका छौँ। सर्वप्रथम त नववर्ष 2082 को पावन अवसरमा सम्पूर्ण देशवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। सुदूरपश्चिम प्रदेशको तराईको जिल्ला कैलाली र कैलालीको बर्दियासँग जोडिएको टिकापुर र चिसापानीको बिचमा पर्ने गाउँ जगतपुरको सेरोफेरोमा रहेर हामीले चाहिँ भिडियो बनाउने प्रयास गरेका छौँ। हाम्रो बाल्यकाल कसरी बितेको थियो, बाल्यकालमा हामीले कस्ता कस्ता क्रियाकलापहरू गरेका थियौँ, हामी प्रतिनिधि पात्रको रूपमा जगतपुर गाउँलाई लिए पनि समग्र नेपालको प्रतिनिधित्व हुन सक्छ भन्ने हाम्रो अभिप्राय पनि हो र जगतपुरबाट विभिन्न कारणले बसाइ सरेर जानुभएका सम्पूर्णहरूप्रति, त्यसै गरी रहर तथा बाध्यताले विदेश हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति र अहिले जगतपुरमा रहनुहुने हाम्रा आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति समर्पित भिडियो हो। युवा पिँढीहरू जसले बाल्यकालमा विभिन्न किसिमका क्रियाकलापहरू गरी बिताउनु भएको छ, सबैको प्रतिनिधित्व हुन सक्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। भिडियो अन्तिमसम्म सुनिदिनु होला। यो भिडियो मार्फत हामीले चाहिँ परदेशमा रहनुभएका र टाढा हुनुभएका सम्पूर्णहरूलाई चाहिँ एकपटक आफ्नो पुरानो ती बस्तीहरूमा चाहिँ प्रवेश गराउन खोजेका छौँ। भिडियो लामो छ, तपाईँहरू युट्युबमा गएर आफूलाई मन परेको समय र आफूलाई फुर्सद भएको समयमा हेर्न सक्नुहुनेछ र बाँकी कुराहरू चाहिँ यो संवाद भिडियोले नै बताउनेछ। एकदम ठिक छ, ठिक छ नि? हजुर। हामी आज भेटघाटको क्रममा छौँ। काठमाडौँ सेकेन्ड टाइम होइन कि धेरै भयो? भन्दा पनि पहिला काठमाडौँ पढेको होइन? काठमाडौँ मास्टर एनसीसी है? बीबीएस एमबीएस। ल ठिक छ, हामी एउटै कलेजबाट हो नि है? याद छ नि त्यो बेला? एकदम। ओके। हामी साथी कि दाइ भाइ? हामी दाइ भाइ पनि साथी पनि होइन? हजुर, दाइ भाइ तर साथी जस्तो। दाइ भाइ भन्दा पनि फेरि बढी साथी के। मैले चाहिँ खासमा पोडकास्ट गर्ने सोच बनाएको धेरै भयो होइन? हजुर। तर यसरी अब आज यसो आफ्नो गाउँठाउँको साथी पनि, भाइ पनि, छिमेकी पनि, हामी त एकदमै जिरो लेभल भनौँ न, जन्मदेखि लिएर ग्रासरुटबाट नै हामी अब एकअर्कासँग गाँसिएको कारणले गर्दाखेरि हाम्रो सबै गोप्यताहरू थाहा छ है लगभग? एकअर्काको पोलहरू थाहा छ नि हामीलाई? तपाईँको पोल मलाई थाहा छ, मेरो पोल तपाईँलाई यस। त्यसैले यहाँ चाहिँ कुनै डर छैन, कुनै त्रास छैन होइन? कुनै डर, कुनै त्रास छैन। एकअर्कालाई सबै कुराहरू थाहा छ। लुकाउने छिपाउनु पर्ने कुरा केही छैन। बी फ्र्याङ्कली, सङ्कोच पनि केही भएन। खास गरी आज हामीसँग एकजना साथी र हामी चाहिँ दाइ भाइ पनि भनौँ है? दाइ भाइ। अनि विजयजी हुनुहुन्छ। उहाँलाई तपाईँ भन्दा पनि अब भाइ भएर तपाईँ भन्छु। म तपाईँ मान्छे, तर म चाहिँ तिमी भन्छु है अहिले, किनभने चाहिँ अब हामी एउटा फर्मल प्रोग्राममा भएर तिमी भनौँ जस्तो लाग्यो। ठिक छ नि? ल ठिक छ विजय। हजुर। विजय बवाल नाम छ यार। नाम बवाल हो, काम चाहिँ बवाल। काम बवाल हुन्छ नि, ढिलो आउँछ तर कडा आउँछ नि। धेरै समयपछि हामी चाहिँ जस हाम्रो विगत कोट्याउन मन लाग्यो, खास गरी आफ्नो गाउँघरका विगतका केही कुराहरू खोतलौँ कि रमाइलो गरौँ कि एउटा यसलाई चाहिँ एउटा स्मरण, एउटा मेमोरीको लागि पछिसम्म चाहिँ हाम्रा चाहिँ पछिल्ला पुस्ताहरूले समेत हेरुन् कि भन्ने उद्देश्यले चाहिँ हामी पोडकास्ट प्रोग्राम हामी एउटा प्र्याक्टिसमा छौँ होइन? उसरी त प्र्याक्टिस। म त धेरै नर्भस जस्तो नि भएको, मेरो पहिलोचोटि नर्भस लागिरहेछ है? भएर पनि होला, नर्भस नै छु म। भनेपछि काठमाडौँको बसाइ छोटिँदैछ। हजुर। राजधानीले छोटिएला, मानिसलाई छोटियोस् भन्ने आशा सिकाउँछ। अब हामीले चाहिँ आफ्ना अनुभवहरू सिक्दै यसलाई बलियो बनाउने ठाउँ पनि हो होइन? ठिक छ, हामी चाहिँ आज गाउँतिर फर्क्यौँ त, हामी फर्क्यौँ न है? हजुर हजुर। हामी चाहिँ कैलाली टिकापुरदेखि टिकापुर पनि भनौँ, टिकापुरभन्दा अलि माथिपट्टि हाम्रो उत्तर पर्छ होइन? जगतपुरसँगै जोडिएको उत्तर पर्छ होइन विजय? उत्तरतिर करिब कति किलोमिटर छ? 5-6 किलोमिटर। 5-6 किलोमिटर है? हजुर। 5-6 किलोमिटरको दूरीमा जगतपुर। हजुर। जगतपुर पनि फेमस नाम नै हो नि है? पहिलेको, अहिले अब अलिकति अहिले चाहिँ अब पहिलेको जगतपुर पहिलेलाई चिन्ने आधार भनेको त्यसरी देखिने गरी चिन्ने आधार गाउँको रूपमा नै बुझिन्छ त्यसरी। हुन त राजधानी भन्दा बाहिरका ठाउँहरूलाई त्यो लोकप्रियता हुँदैन होइन? तर पनि हाम्रो चाहिँ त्यो क्षेत्रको लागि चाहिँ जगतपुर एकदमै, जस्तै राजापुर पहाडतिरबाट, जस्तै अछाम, त्यसै गरी जुम्ला, कालीकोट, दैलेखतिरबाट चाहिँ हाटको लागि चाहिँ राजापुर हुँदा कटसे बजार बाट जगतपुर हुँदै पाताबार हुँदै राजापुरसम्म जाने बाटो नि हैन त्यो? हजुर। हामीलाई अलिअलि याद छ यार। कर्णाली चिसापानी। तिमीलाई याद छ?
सानोमा अब त्यो मलाई पहाडबाट त्यति याद हाम्रोतिर छैन। हटेहरू भन्छन् होइन, हटेहरू हटेहरू हजुर जस्तै हाम्रो जगतपुर थियो नि त कर्णालीको जुन छेउ छ रानीकुला, हजुर त्यो हजुर रानीकुला छेउछेउै त्यो के बोकेर पहाडतिर गइरहेको, त्यहाँ खाना पकाएको, त्यहाँ बा त्यो खाना हो पकाएर नदीको बाटोमा छेउमा त्यो ढुङ्गाको चुलो बनाएर खाना चुलाहरू पकाएको याद छ कि बनाएर छैन? खासै त्यति त याद चाहिँ छैन, तर अब अलिअलि याद होला होइन, हजुर मलाई पनि अलिअलि याद छ दाजुहरूले अब त्यो उहाँहरूले कुरा गरे अनुसार हो अब हो यो यसरी चाहिँ हुन्थ्यो भन्ने कुराहरू हो, चाहिँ कर्णालीको छेउ अँ, होइन, हामीले पनि हजुर कर्णालीको पानी खाएकै नै हो नि, कर्णालीले किनभने खाएको अब कर्णालीमा नुहाएको नुहाएको कर्णालीमा खेलेको अब होइन जगतपुर अहिलेको परिचय त राजनीतिक रूपमा अब अहिले खास गरी चिनिने नाम भनेको अहिलेको मुख्यमन्त्री हुनुहुन्छ होइन, हजुर मुख्यमन्त्री कमलबहादुर शाह हुनुहुन्छ हजुर हाम्रो जगतपुरबाटै आदरणीय दाजु हो। त्यसै गरी अब एउटा परिचित नाम हाम्रो चाहिँ एउटा नागरिक उन्मुक्ति पार्टीसँग उन्मुक्ति सम्बन्धित पार्टी एउटा राष्ट्रिय परिचय बोकेको पार्टी बोकेको चाहिँ हाम्रो रेशम लाल चौधरी चौधरी दाजु होइन, दाजु हजुर उहाँहरू दुईजना हुनुहुन्छ होइन। यसरी राष्ट्रिय स्तरमा एक किसिमले चिनिने नाम भनेको उहाँहरू नै हो जस्तो लाग्छ मलाई पनि, हजुर र अन्य नामहरू पनि छ, तर अलि धेरै अलि होला हामीलाई थाहा नभएको पनि हुनसक्छ है। हजुर ठिक छ, एज अ लिडरसिपको हिसाबले यस हो, लिडरसिपको हिसाबमा देशको राजनीतिक परिचयको हिसाबमा उहाँहरू चाहिँ अग्रपन्थीमा देखिनुहुन्छ परिचय होइन। हजुर अब त्यो गाउँबाट छौँ हामी यतिखेर होइन, हजुर जगतपुर ठ्याक्कै जगतपुरको याद आइरहेछ। हजुर। जगतपुरमा हामीले धेरै गऱ्यौँ है। धेरै गर्यो, अब नगरेको भन्ने कुरा सायद कमै होला, नगरेको कमै होला, धेरै गरियो हजुर। रानीकुलाको याद आउँछ विजय? रानीकुला नआउनु एकदम तपाईँहरूलाई जानकारी के गराइदिउँ भने एकैछिन कर्णाली नदी हामी चिसापानीबाट करिब 15 किलोमिटर हुन सक्छ है दक्षिणतिर, कर्णालीबाट 10 देखि 12-15 किलोमिटर दक्षिणतिर टिकापुर पुग्नुभन्दा 5-7 किलोमिटर पहिले चाहिँ जगतपुर आउँछ के। यसो परिचय हेर्नुहोस् त, परिचय त्यति गाह्रो पनि छैन। कर्णाली चिसापानीदेखि दक्षिणतिर टिकापुर पुग्नुभन्दा पहिले लगभग 5-7 किलोमिटर होइन, पहिले चाहिँ कर्णाली नदीको एउटा सानो हाँगो। हजुर, कर्णाली भन्दा दक्षिणतिर 5-6 किलोमिटर र कर्णाली भन्दा पनि कर्णालीबाट आइसकेपछि कर्णाली चिसापानीबाट आइसकेपछि अनि बलचौरबाट 3-4 किलोमिटर र टिकापुरबाट माथि चाहिँ 6-7 किलोमिटरको बिचमा कर्णाली नदीको एउटा सानो हाँगो चाहिँ रानीकुला होइन, हाम्रो नदीको नाम रानीकुला हो, तर कर्णालीको हाँगो भएकोले अब हामी कर्णाली नै भन्छौँ। जस कर्णालीमा त धेरै याद आउँछ होला होइन, नदीमा नुहाएको, डुबुल्की मारेको, साथीहरूले चाहिँ खुट्टा तानेको, कट्टुमा नुहाएको याद आउँछ नि। अनि के भन्छ चोर पुलिस के अरे त्यो चोर पुलिस डुबेर उ गर्ने त्यो खेलिएको। यस म पनि बिर्सेँ यार त्यो जगतपुर। अब हामी चाहिँ पश्चिम नेपालको कटासे बजार, अझ हाम्रो परिचय नजिकको परिचय भनेको कटासे बजार पनि हो। कटासे बजार त नेपालको मध्य तथा पश्चिम क्षेत्रको हाट बजारको रूपमा विकसित भएको थियो होइन, व्यापारिक हिसाबले राजापुर र कटासे बजार भनेको एकदम ऐतिहासिक ठाउँ पनि हो। र साहित्य प्रेमी साथीहरूले चाहिँ कटासे बजारको नाम चाहिँ हाम्रो बुद्धिसागर होइन चपाई, उहाँले चाहिँ कर्णाली ब्लुज लेख्नु भएको छ र पुरै कटासे आसपासका कथाहरू लेख्नु भएको छ। कर्णाली ब्लुजबाट पनि नेपालमा साहित्यिक विद्यार्थीहरूले कटासेको नाम धेरैलाई याद पनि छ, खैरीफाटा कटासे, र उहाँले चाहिँ मैले कर्णाली ब्लुज सुनेको छु, पुरै सुन्दाखेरि चाहिँ जगतपुरको नाम पनि आएको छ होइन, जगतपुरमा एकदम कम आएको छ एकदम। मटेरा मुख्य गरी उहाँको चाहिँ मुख्य आफ्नो ठाउँ पनि भएकोले एकलाई वर्णन गरेर उहाँले। यस, र अर्को कुरा साहित्यिक हिसाबमा चाहिँ विजय हाम्रो क्षेत्रको प्रतिनिधित्व गर्ने भनेको महेश विक्रम शाह पनि हुन्छ होइन। महेश विक्रम शाह पनि जस्तो जगतपुरसँगै जोडिएको कथा सङ्ग्रह छापामारको छोरो साहित्यिक एउटा उचाइ प्राप्त उहाँको एउटा साहित्यिक कृति हो, जुन चाहिँ जगतपुरसँगै जोडिएको ठाउँ पनि हो। यसरी हामी चाहिँ त्यो ठाउँमा हुर्केको होइन। त्यो साहित्यिक हिसाबमा चाहिँ दुईटा परिचय मलाई सबैभन्दा ठुलो लाग्छ कि, किनभने साहित्यले पनि नेपालको पूर्वदेखि पश्चिम सबै ठाउँलाई छोएको हुन्छ, राजनीतिले पनि नेपालको पूर्वदेखि पश्चिम सबै ठाउँको छोएको हुन्छ। जगतपुर त अहिले खाली हुँदैछ है, के छ बसाइ सरिरहेको जस्तो लाग्छ विजय? खाली भन्दाखेरि त्यसरी खाली त छैन, जे होस् अब जगतपुरभित्रका अब अलिकति शिक्षित पढे लेखेका वर्गहरू अब राजनीतिमा अलिकति केही उचाइ राखेका व्यक्तित्वहरू चाहिँ अलिकति त्यहाँबाट विस्थापित हुँदैछ कि भन्ने एउटा चाहिँ हो। तर खाली चाहिँ त्यसरी भएको छैन, तर अब पछिल्लो पटक
राजनीतिसँग जोडिएका व्यक्तित्वहरू नेतृत्वमा आउँदाखेरि सायद अब जगतपुरलाई के राम्रै के गर्नुहुन्छ कि विकाससँगको हिसाबले जस भन्ने हामी आशावादी हजुर चाहिँ हुन सक्छौँ आशावादी छौँ। अब किनकि केही कुराहरूमा प्रक्रिया पनि भइरहेको छ भन्ने कुराहरूले पनि र हामीले चाहिँ छाएको उहाँहरूबाट छ। आशावादी हजुर पनि हुनुपर्छ र हामीले चाहिँ समय सापेक्ष उहाँहरूलाई घचघचाउने कोसिस पनि गर्नुपर्ने हो हजुर खासमा होइन। हजुर अब जनताहरूले चाहिँ त्यहाँको स्थानीय जनताहरू बुझेर अब गाउँलाई चाहिँ युवाहरू अथवा गाउँमा चाहिँ बस्न मन लाग्ने खालको वातावरण बनाइदिनु हजुर पर्यो। हजुर त्यसको हजुर लागि अब यातायात होला होइन, शिक्षा हजुर हुनसक्छ, स्वास्थ्य हुनसक्छ, अब बाटोघाटो विकासका पूर्वाधार बाटोघाटोको हुन कुराहरू सक्छन् होइन। मेन कुरा त बाटोघाटोको हो कुराहरू राजमार्गसँग र बजार टिकापुर बजारसँग एउटा राम्रो यातायातको तपाईँको बाटो जोड दिएको भए जोडिदिएको भए एकदम राम्रो जुन हुन्थ्यो। चाहिँ एकैछिन हामी यहाँनिर चर्चा गर्न खोजिरहेको ठाउँ जगतपुर छ। जगतपुरमा एउटा के पनि भन्दाखेरि अहिले चाहिँ त्यो ठाउँमा यातायात चाहिँ छैन उसरी होइन, टिकापुरसँग हजुर छैन, जोडिने त्यो कनेक्टिभिटी छैन छैन। तर राजमार्गदेखि त्यसको लिएर विगत चाहिँ बजारसँग टिकापुर बजारसँग त्यो कनेक्टिभिटी चाहिँ छैन। विगत थियो होइन हजुर विजय? विगतमा थियो विगत चाहिँ तपाईँको थियो जङ्गल कटासे हुँदै यस कटासे बजारदेखि हजुर कटासे बजारदेखि जगतपुर हुँदै म पनि स्वयं स्कुल ड्रेसमा बसमा चढेर टिकापुर गएको मलाई याद छ। मेरो हजुर सानी आमा सँग हो मलाई याद भए अनुसार होइन। उहाँहरूसँग टिकापुरबाट जगतपुर र जगतपुरबाट टिकापुर चाहिँ बसमा चढेर हामी चाहिँ टिकापुरसम्म गएको याद छ। त्यो बाटो कच्ची भए पनि बस चल्ने गर्थ्यो। हजुर कटासे यातायातको एउटा प्रमुख आधार भनेको नै यस त्यो थियो र अन्य ठाउँका जनताहरूले यातायातको त्यो महसुसै गर्नुभएको थिएन। तर त्यतिखेरको अवस्थामा चाहिँ हामीले चाहिँ अब केही न केही भए पनि यस यातायातको चाहिँ महसुस चाहिँ तपाईँको छ है भन्ने कुरा महसुस चाहिँ गराएको थियो र केही नै भए पनि हामी त्यो सेवा चाहिँ उपभोग गरिरहेको थियौँ। हो र हामी त सानै थियौँ अब हजुर टिकापुरको विकास हुने क्रममा थियो र चिसापानी एकदमै राम्रो बजारको रूपमा विकसित भएको थियो। पश्चिम नेपालको हाट बजारको रूपमा एकदम विकसित थियो। राजापुर एकदमै चर्चित थियो होइन। र लङ्कीको अस्तित्व त्यति थिएन। चिसापानी बजारको पनि अस्तित्व ठिकै थियो है। र जब विकास क्रममा थियो टिकापुरको बजार हो, जब टिकापुरको बजार विकास हुँदै गयो र त्यसपछि लङ्कीको पनि विकास हुन थाल्यो होइन। त्यसपछि अलिकति बजारहरू विस्थापित अलिकति हुँदै गयो बजारहरू। त्यसपछि चाहिँ अब त्यहाँबाट चाहिँ लम्की र टिकापुर हुँदै त्यसरी यस अब हामीले चाहिँ कटासे बजारमा गएको याद छ कि छैन विजय? मलाई त्यस्तो याद छैन, तर स्कुलको एउटा प्रोग्राममा त्यतिखेर ब्रेन सिल भनेर त्यहाँ त्यो जङ्गलको किनारमा फेरि स्पेसमा त्यो ग्राउन्डमा चाहिँ त्यहाँ हुँदो रहेछ। मलाई त्यो राम भन्थे होइन। अब रमाइलो तपाईँको गर्ने हिसाबले त्यो तपाईँको चाहिँ हेर्न चाहिँ गएको थियो त्यसरी। मलाई पनि अलिअलि याद छ। कटासे बजार घरमा सायद आमासँग हुनुपर्छ या गएको थियो। 1 रुपियाँ कि समथिङ 2 रुपियाँ खल्तीमा थियो घरबाट लिएको। हजुर समथिङ घरबाट दिएको भन्दा पनि सायद चोरेको हुनुपर्छ जस्तो लाग्छ मलाई। हजुर 1 रुपियाँको रातो बेर पाइन्थ्यो त्यो सरी आइसक्रिम बरफ 1 रुपियाँको रातो बरफ पाइने, 2 रुपियाँको राम्रो खाले बरफ पाउने, अनि नै 1 रुपियाँको 2 आउने रातो बरफ हुन्थ्यो, अनि 1 रुपियाँको चाहिँ सेतो बरफ मलाइवाला भनेर 1 रुपियाँको एउटा आउने त्यो महँगो खाले हुन्थ्यो। र 1 रुपियाँको 2वटा बरफ खाएर जो रमाइलो तपाईँको खेलकुद हेरियो र बरफ खायो, रमाइलो गरियो, आइयो। त्यो चाहिँ याद आउँछ। अनि त्यही त मलाई पनि अलिअलि याद छ। खैरमाडा हुँदै कटासे गएको र कटासेबाट आएको याद छ। र म खास गरी त्यति बेला बुवासँग चाहिँ इन्डिया गइरहन्थेँ। बुवा उता इन्डियाको उत्तर प्रदेश गइरहनुहुन्थ्यो, उतै काम गर्नुहुन्थ्यो। र बुवासँग जाँदाखेरि चाहिँ आउँदाखेरि चाहिँ कटासे हुँदै आइन्थ्यो क्या। त्यो मलाई अलिअलि याद छ। त्यहाँ चाहिँ हाम्रो आफन्तहरू पनि अछाम रामारोसनका केही आफन्तहरू चाहिँ त्यहाँ बस्नुहुन्थ्यो। हाम्रो छिमेकीहरू नेपालतिरबाट आउनुहुन्थ्यो होइन, नेपालमा छैन, हामीहरू चाहिँ धनगढी हुँदै मनिनगरबाट आउँथ्यौँ। अनि जस्ट कटासेको बजार हुँदै बुवासँग पछाडि अब सानो बल्चोरबाट सजिलो भयो हामीलाई हिँडेर आउँदाखेरि जगतपुरमा। यस बल्चोरबाट गाडी चाहिँ बस चाहिँ चल्थ्यो त्यति बेला होइन। चिसापानीसम्म चल्थ्यो, कटासेसम्म पनि बस चल्थ्यो। म कटासेसम्म बसमा चढेर त्यसपछि आएको पनि छु। र म एकपटक चाहिँ बुवासँग बसमा बुवासँग त मलाई याद छैन, तर
चिज कटसेबाट पनि अलिअलि सानोमा मलाई बसमा आएको 1-2 पटक चाहिँ अलिअलि दिमागमा बसिरहेछ है, तर त्यो धेरै त बस्न पाइएन है विजय। हजुर किनभने अब त्यो बसमा चढ्न सक्नु पनि त्यति बेलाको अलि गाह्रो थियो क्या। हजुर हजुर मलाई पनि अलिअलि याद छ कि टिकापुर गएको यो अब हामी यो निरङ्कारी मिसनसँग जोडिएको हुँदाखेरि सन्त निरङ्कारी मिसनसँग हामी शनिबारको दिनमा चाहिँ हामी टिकापुर जान्थ्यौँ अनि त्यहाँ सत्सङ्ग कार्यक्रम हुन्थ्यो। त्यो सत्सङ्ग कार्यक्रममा जाँदाखेरि चाहिँ अब तपाईँको हिँडेर अलिकति गाडी भएको कारणले गर्दा हिँडेर जाने कुरा भएन, तर 1-2 चोटि चाहिँ म गाडीमा गएर बसमा गएर तपाईँको टिकापुर गएको र अपडाउन भएको चाहिँ याद छ मलाई सानोमा। जगतपुर पढे होइन? म जगतपुर पढेको बालज्योति बालज्योति है? तपाईँ 5सम्म म बालज्योति स्कुल। दुईटा थियो होइन? तिमी चाहिँ बालज्योति पढ्यौ, म चाहिँ पाताबार पढ्नुभयो। हजुर त्यो वडा फरक भएर हाम्रो चाहिँ हामी फरक स्कुलमा पढ्यौ। त्यो भन्दा पनि अब यो अभिभावकहरूलाई गाइड गर्ने मान्छेहरू, अभिभावकलाई चाहिँ अब रिफरेन्स गर्ने मान्छेहरूले गर्दा होला सायद जस्तो लाग्छ मलाई। उहाँहरूले मलाई पनि त राम्रो ठाउँमा क्लाम स्कुलमा ठिकै छ है। अब तपाईँको वाडासँग पनि जोडिएको भयो, अब शिक्षाको हिसाबले पनि राम्रो छ भनेर उहाँहरूले प्रोत्साहन त्यो गरेर बालज्योतिमा त्यसरी पनि हुनसक्छ। बालज्योति पढेको होइन? बालज्योतिमा म पनि पाताबार पढेको हो त्यति बेला। त्यसपछि 5 पछि चाहिँ पाताबारमा मलाई चाहिँ स्कुलको टिचरहरू याद छ त्यति बेला को पढाउनुहुन्थ्यो? छ किन नहुनु, कसै कुनै सरलाई सम्झिउ न है एकछिन। पुरानो सरलाई याद? पुरानो सर त सबै सरको नै याद आउँछ। स्कुलमा पढाउने सर कुन हुनुहुन्थ्यो? जस्तै भक्तबहादुर रावल सर हुनुहुन्थ्यो होइन, उतिखेर हेडमास्टर हेड टिचर हुनुहुन्थ्यो क्या। अनि कमल बहादुर बुढा एकदम एक्सलेन्ट सर, व्यावहारिक, अनि तपाईँको इन्डिसिप्लिनरी मान्छे है, एकदम बहुआयामिक, हरेक कुराहरूको नलेज, अनि साथसाथै व्यावहारिक कुराहरू पनि धेरै एकदम व्यावहारिक कुराहरू सिकाउनुहुन्थ्यो होइन। अनि त्यसपछि हामी 4 क्लास कि 5 क्लास पढ्दा यो उहाँ हाम्रो सरस्वती खनाल म्याम अहिले नै पढाउनुहुन्छ। उहाँ अहिले सरस्वती खनाल भण्डारी चिन्छु म। उहाँ अहिले नै पढाउनुहुन्छ। उहाँ हामी 4-5 क्लास पढ्दाखेरि उहाँ चाहिँ आउनुभयो। उहाँ सायद होला जस्तो लाग्छ मलाई। जगतपुरबाट फर्स्ट लेडी एसएलसी पास गरेको उहाँ पहिलो लेडी हुनुहुन्छ जस्तो लाग्छ है। तपाईँको लेडीको रूपमा एउटा गाउँकै छोरीबेटी भनौँ होइन, उहाँ पहिलो हो जस्तो लाग्छ है सायद है। उहाँ आउनुभयो, उहाँ नेपाली पढाउनुहुन्छ, तर अलिअलि एक्सलेन्ट, धेरै माया गर्ने। त्यति बेला बालज्योति र पाताबारमा स्कुलहरूमा पनि अलिअलि प्रतिस्पर्धा भएको जस्तो हुन्थ्यो है। म बालज्योति पढ्नेहरूले चाहिँ पाताबार पढ्नेहरूलाई प्रतिस्पर्धा भन्दा त्यस्तो थियो जस्तो लाग्छ। हामी चाहिँ मेरो स्कुल राम्रो, मेरो स्कुलमा राम्रो पढाउनुहुन्छ अनि तेरो स्कुलमा राम्रो पढाउँदैनन्, मेरो स्कुलमा यो तपाईँको विषय पढाउने टिचर यस्तो राम्रो पढाउनुहुन्छ भन्ने यो किसिमको चाहिँ होडबाजी चाहिँ थियो जस्तो लाग्छ। हजुर जो पहिलेको ठिकै लाग्छ यसो सम्झिँदाखेरि। त्यही त अब किनभने विगत पनि हामीले यसो आफ्नो पल्टाउनु पर्यो होइन। अब विगत नपल्ट्याएर अब भविष्य भने वर्तमान मात्रै भन्ने, विगत चाहिँ बिर्सिँदै जाने, गाउँको नामै नथाहा पाउने, गाउँको नाम बिर्सिने, अब अरू केही गर्न नसक्यो भने गाउँका केही कुराहरू गरौँ न होइन, गाउँका केही स्मरणहरू ल्याउन बाहिर। अब युवाहरू चाहिँ अहिले विदेशी रहेको देख्छौँ हामी होइन। हामी स्वयं अब अहिले गाउँबाट अलिक बाहिर नै छौँ, तर हामी सबै मिलेर गाउँको लागि पनि सोच्ने बेला भयो कि भन्ने चाहिँ मलाई पनि लागिरहेको कि विजय होइन। किनभने अब हामीले कुनै न कुनै रूपमा गाउँको लागि केही न केही त गर्नु पर्यो होइन, डाइरेक्टली इन्डाइरेक्टली केही न केही त गर्नु पर्यो। ठिक छ, अब हामीले यो विषयमा युवाहरूको चाहिँ एउटा बसमा पनि ल्याउनु पर्छ विभिन्न विषयमा। अब हरेक क्षेत्रमा क्यापेबल युवाहरू छ भने हामीले चाहिँ गाउँको लागि अबबाट हुने क्षेत्रबाट कसरी हुन्छ हैसीमा हैसी गरेर चाहिँ। तपाईँ चाहिँ पाताबार स्कुल पढ्नु भयो है? म पाताबार पढेँ। हजुर पाताबार पढेँ। मेरो पनि त्यस्तै हो। प्राइमेरी तपाईको मलाई चाहिँ स्टडी चाहिँ बालकक्षादेखि भनौँ न, त्यति बेला बालकक्षा थियो होइन, बालकक्षा याद छ मलाई। क्लासदेखि 5 क्लाससम्म भनौँ है। रमाइलो वातावरण थियो वातावरणमा पनि। बालज्योति उतिखेर त पाताबार भन्ने त धेरै राम्रो, धेरैको तपाईँको
आकर्षक विद्यार्थी संख्या हजुर पनि बढी विद्यार्थी बढी संख्या पनि बढी त्यो थाहा थिएन विजय हामीलाई। त्यो पछि थाहा हुँदै गयो। हामीलाई त वातावरणमा पढ्छौँ भन्ने मात्रै थियो, किनकि हामी चाहिँ बच्चा थियौँ। त्यो त हामीले पछि 9-10 कक्षा पुगिसकेपछि मात्रै अलिअलि अनुभव गऱ्यौँ कि वातावरण राम्रो भन्यो हामीले बालज्योतिको हिसाबमा मात्रै सङ्ख्यात्मक हिसाबमा मात्रै सोच्यौँ कि त्यो अरू केही सोचिएन यो राम्रो यताउता त्यहाँ कति पढ्थ्यो किनभने अब हामीलाई त्यस्तो किसिमको कसैले भने पनि थिएन है यस्तो उस्तो भनेर स्कुलको बारेमा त्यति धेरै भनेको थिएन। तर पछि चाहिँ बुझ्दै जाँदाखेरि जस वातावरण स्कुल चाहिँ अलिकता जस सङ्ख्यात्मक जसरी खैरीफाँटाको एकदमै नाम छ नि धेरै विद्यार्थीहरू मास पढाउने त्यो खालको त्यसबाट निस्केको प्रोडक्टको हिसाबले पनि जस वातावरण स्कुल भनेको पहिलेको शिक्षाको क्षेत्रमा एउटा धरोहर स्कुलको रूपमा नै यसरी त्यसरी त्यति बेलाको हिसाबमा प्राइमेरी स्कुल र मलाई पनि अर्को कुरा अब मलाई पनि टिचरको सरहरू मध्ये मलाई पनि याद आउँछ है। मलाई चाहिँ बाल कक्षामा सायद मलाई चाहिँ बाल कक्षामा हुनुपर्छ या कक्षामा बाल कक्षामा नै होला हामीले क ख सिकेको होइन सिक्दै गरेको। मलाई चाहिँ जगत बहादुर विक सर हुनुहुन्थ्यो नि जगत सर, उहाँले चाहिँ आफ्नो रातो पेनले एबिसिडी अथवा ज न क लेखाएको चाहिँ याद छ कि विजय। मलाई त्यो याद छ। मलाई अहिले पनि जगत सरले यसरी बाबु यसरी लेख है भनेको मलाई याद छ। हाम्रो जगतपुर हाम्रो पातावरको स्कुलमा सबैभन्दा बढी प्रधानाध्यापक होइन प्रिन्सिपल भएर बस्नु भएको पनि जगत बहादुर विक सर। उहाँ सेवानिवृत्त हुनुभयो होइन, रिटायर हुनुभयो। र मलाई बढी याद आउने र एकदमै मनपर्ने सर पनि हुनुहुन्थ्यो है। हुन त सबैजना सरहरू मन नै पर्नुहुन्थ्यो, तर पनि किनभने उहाँले चाहिँ मलाई चाहिँ बाल कक्षामा र एक कक्षामा जुन यसो लेखाएको उहाँले चाहिँ यसो गाइडेन्स गरेको चाहिँ मलाई याद आउँछ के। त्यो भएर जगत सरको चाहिँ मलाई एकदमै पुरानो सरहरू अब आफूलाई पढाएको मलाई क ख लेखाउने र जनक लेखाएको चाहिँ याद आउने सर भनेको जगत सर हुनुहुन्छ होइन। पातावरी स्कुलमा चाहिँ हजुरको यो एउटा कसुगिरी सर भन्ने पढाउनुहुन्थ्यो अरे होइन, अहिलेको अग्रज दाजुहरू भन्नुहुन्छ कि पहिलेको तपाईँको शिक्षा क्षेत्रमा यो हाम्रो तपाईँको एरियामा जति पनि छ शिक्षामा अग्रणी भूमिका खेल्नुभएका व्यक्ति र पातावरी स्कुलको हेड टिचर पनि हुनुहुन्छ अरे उहाँ पहिलो हेड टिचर। यस्तो छ विजय, मैले त्यसको बारेमा थाहा छ र तपाईँले? नै मैले सुनेको मात्रै थिएँ, किनभने मैले सुनेको थिएँ सायद हामी त्यहाँ हुँदाखेरि पनि उहाँ चाहिँ हुनुहुन्थ्यो होला। हामी बालमा हुँदाखेरि सायद 5 कक्षामा पढाउनुहुन्थ्यो कि होइन, किनभने मेरो बाल मस्तिष्कले त्यतिसम्म दिमागमा बस्न सकेन। तर उहाँको नाम चाहिँ फेरि दिनौ सुन्ने भन्नाले कसुगिरी सर भन्ने नाम चाहिँ मलाई याद छ, एकदमै गुन्जिरहेको याद छ। यसै स्कुलको टिचर हो भन्ने पनि लागिरहेछ। तर मलाई एक्ज्याक्ट अहिले म बिर्सेँ कुन स्कुलको हुनुहुन्थ्यो के हुनुहुन्थ्यो, किनभने बाल मस्तिष्कले कहिलेकाहीँ केही कुराहरू अरूको भन्दा बढी याद गरिरहेको छ, केही कुराहरू जानेका कुराहरू केही कुरा धेरैले थाहा भएको कुरा पनि बच्चाको चाहिँ याद पनि हुँदैन है। मलाई पनि उहाँको नाम एकदमै सुनेको होइन, तर मलाई चाहिँ ट्याक्कै याद छैन। मैले आफूलाई पढाएको सरमध्ये जस्तै हामीलाई चाहिँ नाम चाहिँ म ओरिजिनल नाम बिर्सेँ, तर घुरन सर हुनुहुन्थ्यो कि हाम्रो एउटा जनकपुरतिरको घुरन सर है। मलाई उहाँको एकदमै याद आउँछ। फेरि घुरन सर चाहिँ अलिक पिट्नु पनि हुन्थ्यो, तर घुरन सरले चाहिँ हामीलाई जस अब उतिखेर हाम्रो मेरो पनि अनुभव छ कि अलिक मधेसी समुदायबाट आउनुभएका टिचरहरू जस स्ट्रिक्ट चाहिँ हुनुहुन्थ्यो, म्याथमा स्ट्रिक्ट हुनुहुन्थ्यो, तर उहाँले चाहिँ साइन्समा एक्सलेन्ट तर अलिकति स्ट्रिक्ट बढी। मलाई घुरन सरको एउटा कुरा के आउँछ, मेरो पनि भोगाएको कुरा हजुर, मलाई यो घुरन सरको एउटा कुरा के पनि याद आउँछ भने हुन त स्कुलको त छँदैछ, उहाँको राम्रो लाग्थ्यो। उहाँको छोरा पनि स्कुलमा आउँथ्यो कि एकजना भाइ, उनी पढ्थे, उनी हामी सँगसँगैको थियो कि हामीभन्दा सानो ठुलो थियो म बिर्सेँ, तर उनको छोरा पनि आउँथ्यो। सरको छोरा भने चाहिँ एकदम मान्य चलन बन्थ्यो कि त्यति बेला होइन। उनले सरहरूसँग चाहिँ प्रिन्सिपलसँग टिचरको छोरा भने त्यो एउटा उहाँको छोरा सँगै पढेको हो है, उता हामीसँग होइन होला, तर अगाडि पछाडि उमेर सानो थियो कि ठुलो थियो म त्यो बिर्सिनै हालेँ। तर घुरन सरको छोरा भनेको याद छ कि सरको छोराहरूलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने कुरा त्यति बेला चाहिँ मैले अलिअलि अनुभव छ। तिमीसँग पनि रेस्पेक्ट हो नि टिचरको छोरा भनेपछि त। घुरन सरको एउटा कुरा के मलाई चाहिँ भन्न मन लागेको छ भने चाहिँ एक दिन जङ्गल हामी त्यहाँ हाम्रो शिवशक्ति सामुदायिक छ नि, हाम्रो के भन्छ त्यसलाई, कुन पाताबारी जङ्गल होइन, हाम्रो लोकल भाषामा त्यति बेला पाताबारी भन्छ। त्यहाँ शिव मन्दिर छ नि हाम्रो, शिव मन्दिर नजिकै त्यहाँनिर चाहिँ तिर्खुला रहेछ। तपाईँले तिर्खुलाको बारेमा पनि थाहा रहेछ? मलाई त तिर्खुला सायद त्यो तिर्खुला नै सरी ऐसेलु पनि थाहा होइन। ऐसेलु त्यहाँ चाहिँ त्यति बेला चाहिँ ऐसेलु चाहिँ केही फलेको थियो के। अनि म सायद दिदी अथवा आमा को हुनुहुन्थ्यो त्यहाँ चाहिँ त्यो शिव मन्दिरको अलि यतापट्टि त्यहाँ एउटा बोटहरू थियो, त्यहाँनिर चाहिँ घुरन सर अचानक देखिनु भयो होइन।
घुरन भन्थ्यो जङ्गलमा। उहाँको ओरिजिनल नाम बिर्सिएँ सरी सर है सर हुनुहुन्छ होला जनकपुरतिर जानुभयो सायद उहाँको घर उतै होला रिटायर पछि उहाँको निकनेम हो क्या हो घुरन सर स्कुलमा भने घुरन सायद घुरन सर हो अब म अरू सर साथीहरूलाई सोधेपछि थाहा भइहाल्छ उहाँले चाहिँ ए बाबु ल ल ल ठिक छ तिमीले चाहिँ ल ऐसुली टिपेर सरले मलाई ट्याक्क दिनुभयो के बाबु भनेर मलाई त्यो एकदमै माया लाग्यो कि किनभने अब एउटा टिचरसँग बोल्न त्यति बेला त्यसै पनि अप्ठ्यारो लाग्ने एउटा टिचरले हामीलाई माया गरेर त्यो जङ्गलमा त्यो दिएको पनि मलाई याद आउँछ है त्यहाँ अनि हाम्रो चाहिँ मलाई चाहिँ अर्को हाम्रो स्कुलमा एकदम याद आउने र एकदमै स्ट्रिक्ट भए पनि जस राम्रै पढाउने एउटा म्याडम हुनुहुन्थ्यो उहाँको नाम अलिकति बिर्से याद छ उता मूर्तियाको हुनुहुन्छ नि शाह मलाई थाहा होइन तर अहिले हजुरको ठ्याक्कै यो किसान बहुद्देश्यमा तपाईँको कार्यकारीको भूमिका गरिराख्नु भएको डम्बर शाह भन्ने हुनुहुन्छ नि सायद उहाँको डम्बर बहादुर सरको म्याडम हुनुहुन्छ ए सायद मलाई मैले अलि पछि थाहा पाएँ हैन मेरो आफ्नो जजमेन्ट हो उहाँ म्याडम पनि आउनुहुन्थ्यो तर उहाँ पनि टाइट हुनुहुन्थ्यो है उहाँ पनि आउनुहुन्थ्यो उहाँले मलाई पिटेको पनि याद छ तर पनि पिटे पनि त्यति बेलाको चलन अलि पिट्ने पनि थियो भनेको नमान्नेलाई पिट्नेले थियो पिटेर मान्थे पनि र पढ्थे पनि है उतिखेरको सबैभन्दा तपाईँको रेस्पेक्टेड सबैभन्दा तपाईँको डर भनेको पनि टिचरको लाग्थ्यो अब अहिलेका टिचर विद्यार्थीको सम्बन्ध त एकदम दाजुभाइ एकदम फ्रेङ्कली एकदम साथी जस्तो नै भइसक्यो त्यसै गरी अर्को नाम भनेको कमल बहादुर शाह सर पनि पछि पढाउनु भयो उहाँले पनि अमरावती होइन घर उहाँको होइन मेरो साथी भागीरथी शाहको सायद बुवा हुनुहुन्छ मैले पछि थाहा पाएँ होइन खैरीफाँटा पढ्दाखेरि यसरी अब पुराना सरहरू अरू पनि हुनुहुन्थ्यो है तर पनि अलिकति याद आउने भनेको उहाँहरूको याद आइरहेछ मलाई पनि ठिक छ विजय अनि त्यसपछि हामी खैरीफाँटा गयौँ होइन प्रावि स्कुल 5 कक्षापछि त खैरीफाँटा अतिखेर हाई स्कुल भनेर त्यसरी बुझिने गरिन्थ्यो खैरीफाँटाको फेरि विजय एकदमै पपुलर है खैरीफाँटा भनेपछि सुदूरपश्चिमको कैलालीकै शिक्षाको धरोहरको रूपमा विकसित थियो त्यो थाहा नभए पनि हामीले त्यो पनि पछि थाहा पायौँ हामी 5-6 पढ्दाखेरि त्यो पनि हाम्रो दिमागमा थिएन है तर पछि चाहिँ हामीलाई थाहा हुँदै गयो खैरीफाँटा चाहिँ राम्रो स्कुल हो किनकि त्यहाँ वरपरको स्कुलहरूको जस्तै टिकापुरको वीरेन्द्र विद्या मन्दिर त धेरै पुरानो भइ नै हाल्यो है एकदमै नाम चलेको त्यसभन्दा पछाडि चाहिँ कैलालीका अन्य स्कुलहरू जस्तै धनगढीका केही स्कुलहरूको नाम सुनिन्थ्यो होइन र खास गरी अब 5 भन्दा पछि पढाइ हुने ठाउँ त खैरीफाँटा थियो र खैरीफाँटामा चाहिँ फेरि जगतपुरको जम्मै गाउँ नै जाने पढ्न सुवर्णपुर भगरैया होइन हामीले थाहा पाए अनुसार कटासे अमरावती व्यवस्थित नगर लम्की समेत चौरी समेतका केही विद्यार्थी साथीहरू चिसापानी पारी बर्दिया समेतका केही विद्यार्थीहरू होइन यसरी टिकापुरकै कुनै विद्यार्थीहरू चाहिँ खैरीफाँटा चाहिँ पढ्ने गरेको मलाई पनि याद आउँछ विजय यतिसम्म त्यो त्यहाँ वरपरको समाजलाई एउटा राम्रो विद्यालयको रूपमा आफ्नो परिचय चाहिँ बनाएको खैरीफाँटाले र त्यसको चाहिँ अहिलेसम्म पनि केही न केही छाप निरन्तरता छ जस्तो छ जो युवा पिँढीले नेतृत्व स्कुलको नेतृत्व चाहिँ पाएको छ भन्ने कुराहरू चाहिँ अब सुनिन आउँछ खुसी लाग्छ जो 6 देखि हामी 10 सम्म चाहिँ खैरीफाँटा पढ्यौँ होइन विजय अनि खैरीफाँटा पनि एकदमै विशेष रह्यो जीवनको खैरीफाँटा नै हो एउटा जीवनमा पढाइ प्रतिको मोह जगाउने मोटिभेट हो पढाइ स्पेशलिस्ट टिचरहरू पढाइ पढ्नुपर्छ जसरी पनि पढ्नुपर्छ जसरी पनि पास हुनुपर्छ नै भन्ने भावना थियो त्यति बेला त्यो अनुसार कसैलाई कुटेर हुन्छ कि कसैलाई माया गरेर हुन्छ कि त्यति बेला चाहिँ कुट्ने पिट्ने भनौँ न विद्यार्थीहरूलाई त्यो पनि एउटा सामान्य नै थियो कुनै सरहरू कुटे पनि माया लाग्ने खालको हुनुहुन्थ्यो होइन कुनै सरहरूले जुन विद्यार्थीलाई जसो गरेर उसलाई तपाईँको पढाइप्रति आकर्षित गरेर त्यही टुल्स युज गरेर नै उहाँहरू तपाईँको त्यो खैरीफाँटामा मलाई खैरीफाँटामा याद भनेको सबैभन्दा बढी याद त सबैको आउँछ तर मलाई आइसी सरको याद आउँछ मलाई धेरै माया गर्नु आइसी सर त खैरीफाँटाको त एकदमै नाम चलेको सर हैन नाम चलेको एकदम इमानदार पढाइको सेक्टरमा है र तर अहिले चाहिँ हुनुहुँदैन रहेछ है फेरि अब खै सायद उहाँ यस्तो होला रिटायर भएर जानुभयो पनि होला अथवा ट्रान्सफर गरेर जानु होला किनकि पछिल्लो पटक त सरुवा हुने क्रम अलि बढी छ नि है सायद सरको त अब रिटायर पनि भइसक्यो होला है रिटायर समय अहिले त रिटायर हुनुभयो होला जस्तो लाग्छ जाँदाखेरि तपाईको ट्रान्सफर गरेर जानुभयो कि तपाईको सेवानिवृत्त भएर जानुभयो त्यो चाहिँ थाहा भयो मलाई आइसी सर हैन आइसी सर भनेपछि प्रत्यक्ष विजय भनेर पनि उहाँलाई थाहा छ एकदम किन नहुनु मलाई पढाइमा त धेरै मोटिभेट गर्ने अनि
धेरै सिकाउने होइन अँ, पढ्नुपर्छ है भन्ने ए त्यसैले गर्दा त्यो याद आउँछ या त सबै सरहरूको आउँछ जे होस् सबै सरहरू आउँछ। एमङ देम होइन अँ, ती त्यति बेला सबै पढाउनु भएको अरू सरहरू याद छ? भट्ट सर यस भट्ट सर, धामी सर दामी सर। साइन्समा एकदम एक्सलेन्ट पढाउने सुपर्ब अँ, है यस। मैले साइन्समा धेरै बुझेको पनि है उम्, उहाँले जति पढाउनुहुन्थ्यो त्यति बुझाएर नि पढाउनुहुन्थ्यो उम्, साइन्समा अलिकति यो रसायन विज्ञान ए रसायन, केमिस्ट्री। केमिस्ट्री उम्, त्यो चाहिँ अलिक कम अलिकति बुझिन्थ्यो है? त्यो चाहिँ त्यो म अलिक हाम्रो weak थिएन विजय गुरु मेरो होइन? समस्या कस्तो हो सायद म्याथमेटिक्स अलि हाम्रो विक नै थियो नि weak नै हो। त। म्याथमेटिक्स विक्स भएपछि त के हुन्छ? दिनेको अब कान्स हाम्रो चाहिँ दिएर अलिकता यो अलिकता न्युमेरिकल भएका अनि कुराहरू चाहिँ कम अन्य बुझ्छ। पार्टहरू चाहिँ साइन्समा चाहिँ उहाँको तपाईँको त्यो टुल्स जुन पढिका टिचिङ मेथोलोजी थियो नि साइन्सको उम्, एकदम एक्सेलेन्ट के मैले यति राम्ररी बुझ्थेँ कि उम्, त्यो टपिक बाहेक के त्यो रसायन तपाईँको विज्ञान बाहेक का अन्य टपिकहरू सबै बुझ्ने ए, 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 त्यो त्यसमा पढाउने तपाईँको न्युमेरिकल टपिकहरू लगभग सबै नै आउँथ्यो मलाई उम्। अनि धामी सर त्यसले गर्दा मलाई धामी पनि सर याद छ उहाँले राम्रो पढाउनुहुन्थ्यो। अहिले त कन्टिन्युस पढाउँदै हुनुहुन्छ उहाँ। विद्यार्थीहरूको पनि इङ्गेजमेन्ट राम्रो हुन्थ्यो होइन? विद्यार्थीहरू एकदम हुन्थ्यो। तर हजुर। विजय यार मलाई चाहिँ एउटा कुरा चाहिँ खैरीफाँटामा के भयो भन्दाखेरि मलाई चाहिँ खैरीफाँटामा राम्रो सर हुनुहुन्थ्यो, मैले पनि भोगेको कुरा होइन। भट्ट सर पनि हुनुहुन्थ्यो, उहाँले चाहिँ नेपाली पढाएको मलाई एकदमै मन पर्थ्यो। उहाँ नेपाली पढाउने सर। लिटरेचरमा त उहाँ एकदम राम्रो उहाँले एकदम राम्रो चाहिँ नेपालीमा मलाई चाहिँ मैले पछि गएर मेरो लेखन शैली अलिकता सुधार भएको मैले पाएँ होइन। उहाँले हजुर। नेपालीमा जुन एउटा मनोवाद पढाउनुहुन्थ्यो नि, त्यो मनोवाद पढाउँदाखेरि उहाँले जुन एउटा फिलिङ जुन गाउँको आफू स्वयं आफ्नो मनभित्रका कुराहरूलाई जसरी पोख्नुहुन्थ्यो नि, त्यो पोख्ने कुराहरू चाहिँ मैले एकदम रियालिटीमा भनौँ न एकदम वास्तविकतामा हजुर। आधारित भएर बुझ्न खोजेको थिएँ। विषयवस्तुसँग आफूलाई नै ढाल्नुहुन्थ्यो क्या उहाँ त्यसरी। त्यो भएर चाहिँ मलाई त्यो भट्ट चाहिँ हो, सरको एकदम। एउटा लेख्ने सिपको विकास भएको मैले महसुस गरेको छु। मेरो पनि अब त्यस्तो म्याथ राम्रो थिएन होइन। त्यसोले म्याथ राम्रो सायद नभएको मलाई लाग्छ तपाईँको र मेरो समस्या चाहिँ एउटै एउटै हो जस्तो लाग्छ किनभने यस्तो थियो हामी सायद फेल पनि भयौँ म्याथ लाग्यो। म त भएँ दुईचोटि फेल भएँ तपाईँ त नै हो एकचोटि फेल नै मलाई म्याथ होइन त्यो समग्रमा फेल त भइयो तर मलाई चाहिँ म्याथ तर त्यो फेलले चाहिँ मोटिभेट चाहिँ गराउँदो रहेछ कि किनभने यस्तो थियो विजय पोजिटिभली त्यति बेलाको मलाई शिक्षा प्रणालीको बारेमा थोरै हेरेर चाहिँ बोल्न मन लाग्यो कि हामी कमजोर किन भएका थियौँ कोही कोही विद्यार्थीहरू कस्तो भन्दाखेरि अब मेरो त के थियो भन्दाखेरि म एकदम लाज मान्ने विद्यार्थी थिएँ म पनि एकदम लाज एकदम साइलेन्स अनि सबैभन्दा लास्ट बेन्चर तर हल्ला गर्ने मामलामा होइन कि लाज मानेर किनभने लास्ट बेन्चर भनेको फेरि त्यसै गर्न नचाहने नेगेटिभ भन्ने हुन्छ हामी चाहिँ एकदम लाज माने सरसँग नदेखिन पाए हुन्थ्यो तपाईँको घुलमिलै सरले हुन नसक्ने नसोध्न पाए हुन्थ्यो सरले हामीसँग नबोल्न पाए हुन्थ्यो सरहरूसँग हामीले अन्तर्क्रियामै नगएको भए हुन्थ्यो सरले मलाई नसोधेर कुनै पढ है भन्न पनि नबोल्न सक्ने हामी त त्यो वातावरण थियो त्यसैले त्यहाँ कस्तो थियो भन्दाखेरि तर पुरानो शिक्षा शैलीमा सरहरूको त भूमिका छ किनभने उहाँले त्यति बेला जुन शैलीको प्रयोग गर्नुभयो जुन तरिकाले उहाँले आफ्नो तपाईँको यो समयमा जुन किसिमले शिक्षा पाउनुभयो र त्यो शिक्षालाई विद्यार्थीमा जुन किसिमले ढालेर उहाँले टिचिङ मेथोलोजीबाट जुन किसिमले शिक्षा दिनुभयो नि त्यो त उहाँले पाएको शिक्षा भन्दा धेरै गुणा हाइएस्ट हो जस्तो लाग्छ है उहाँले दिनुभयो मलाई पनि याद छ अब त्यसै डम्बरचन्द्र सर पनि हुनुहुन्थ्यो उहाँले लेखा पढाउनुहुन्थ्यो लेखा अखण्ड पढाउनु अनि त्यो विष्ट सर हुनुहुन्थ्यो एकदम रमाइलो है सामाजिक पढाउनुहुन्थ्यो रेग्मी सरको याद छ कि नै किन नहुनु एकदम उहाँले पनि संस्कृत तिमीले संस्कृत पढाउने पूर्व व्यावसायिक शिक्षा पढाउने आलु चिप्स बनाएर एकदम रमाइलो उहाँको कुनै डर हुन्थेन रेग्मी सर आउनुभयो भने अब घरमा आमासँग व्यवहार गर्नु भने बुवा पनि अलि स्ट्रिक हुन्छ नि त यस्तो हुँदो रहेछ बुवासँगको सम्बन्ध पनि स्ट्रिक हुन्छ नि त्यस्तो पनि थिएन क्या रेग्मी सरसँग भनेको एकदम आमासँग जस्तो व्यवहार तर अहिले चाहिँ अलिकता फरक समय आइसकेको छ किनभने त्यति बेला चाहिँ अलि टाइट सरको डर मान्थे त्यो विषय मात्र पढ्न खोज्थे विद्यार्थीहरू अहिले समय के परिवर्तन भइसक्यो फ्रेङ्कली भइसकेको छ अहिले चाहिँ टाइट र पढ्ने फुट्ने अथवा त्यसरी अलिकता थ्रेटनका कुराहरू अलिकता कम छन् हैन अहिले अब मेथोलोजिजहरू बढी मोटिभेटेडका कुराहरू अनि अहिले प्रविधिले पनि अब नयाँ नयाँ मेथोलोजीले अलिकति टिचिङ प्रोफेसनलाई पनि सजिलो पनि बनायो विद्यार्थीहरूलाई होइन घरमा त्यही किसिमले अभिभावकहरू पनि विद्यार्थीहरूका त्यही किसिमले शिक्षित पनि हुनुभयो त्यही किसिमले गाइडेड गर्नुहुन्छ त्यही किसिमले प्रिपेयर पनि गर्नुहुन्छ होला होइन विजयको स्वभाव के थियो स्कुलमा लाज माने नै हो त
म साइनेस अँ। विश्वको इतिहासमै भन्छु जस्तो लाग्छ मलाई होइन होला फेरि, होइन म होइन जति होइन। मेरो घरमा मलाई के लाग्छ भने मलाई थाहा छ मेरो घरमा म कति साइनेस मान्छे हो भने पाहुना आउनु भएछ भने पनि म उहाँको अगाडि जान सक्दैन थिएँ म फेसै गर्न तैँले सक्दैन के थिएँ मेरो जस्तो कुरा गरिरहेको छ यार, हो सेम। रियालिटीको ए कुरा मैले तैँले भने एकदम है। एकदम अभियसली अमित भाइ अनि जस्तै हेर है, यो त यार एकदमै कुरा म्याचिङ भयो, सेम सेम। हो हो किनभने मेरो घरमा पनि कोही पाहुना आएपछि म खेल्न जान्थे बरु, म उतै हराउन चाहन्थे, पाहुना गए कि गएनन् भन्ने मलाई हुन्थ्यो। किनकि हामी म बुवाको पनि डराउने मान्छे होइन, हजुर हामी पनि बुवासँग डराउने मान्छे हो नि त। आमाको त डर लाग्दैन थियो है, आमाको किनभने डर आमासँगै बसिन्थ्यो, बुवा त अब इन्डियातिर जानुहुन्थ्यो हाम्रो। अनि हजुर बुवा इन्डियातिर जाने भएकोले बुवा आएको बेला पनि अलिक डर लाग्ने, माया पनि लाग्ने, डर पनि लाग्ने कि। हजुर तर त्यो वातावरणमा हुर्किँदाखेरि हामीले चाहिँ बुवा म चाहिँ उसरी भन्ने भने बुवा भन्न पनि अप्ठ्यारो मान्ने मान्छे हो, त्यतिसम्म लाज मान्ने कि बुवा भनेर मैले 10 कक्षा भन्दा पछि मात्र बुवा भनेर एकदम राम्रोसँग उच्चारण गरेको छु बुझ्यौ। सम्बोधन गर्नुभयो नजिक भएर तिमीले चाहिँ गर्छौ नि होइन? होइन मैले चाहिँ सम्बोधन त गर्थेँ तर तर बुवा चाहिँ डर कडा चाहिँ हुनुहुन्थ्यो है, किन मलाई थाहा छ नि, डर चाहिँ अब मलाई थाहा छ। अति मान्ने तिमीहरू अति चाहिँ मान्ने अङ्कल कुनै चाहिँ पनि घरमा फेरि म त्यति डर नमान्ने जति डर बाहिर गएर उहाँको मान्थे कुनै पनि सार्वजनिक प्लेसमा पब्लिक प्लेसहरूमा त्यति बेला लेट सपोज कुनै प्रोग्रामहरू छ पब्लिक प्लेसहरूमा होइन छ भने त्यो ठाउँमा म पार्टिसिपेट भएको छु त्यो हेर्नलाई भनौँ होइन गएको छु र त्यहाँ बुवा आउनुभयो भने म त्यहाँ हुँदैन थिएँ क्या मलाई अब यहाँ तपाईँको केही हकार हुन्छ कि भन्ने जस्तो लाग्थ्यो है म अलिकति शरीरमा पसिना पसिना आइहाल्ने अनि लुकेर हेर्नुपर्ने हो कि अब घरमै हिँड्नुपर्ने हो कि तर यस्तो छ नि त अङ्कल चाहिँ अलिकति टाइटै हुनुहुन्थ्यो है, स्ट्रिक अब एकदम स्ट्रिक हुनुहुन्थ्यो, भित्रभित्र डिसिप्लिनमा ल्याउन चाहने हुन्थ्यो, म हेरेर आउँथेँ नि त। भित्रभित्र अब अलिकति माया बढी गर्ने तर यिनीहरू कतै बिग्रिदिन्छन् यस यस मलाई भन्ने थाहा किसिमको छ। त्यति बेला चाहिँ अँ। ओहो यार विजयको बुवा त एकदम खतरा हुनुहुन्छ यार, भयङ्कर डर लाग्ने क्या हामीलाई, किनभने त्यो भएर हामीले बडी डिसिप्लिनमा नै राख्ने अलिकति यस्तो हुँदो रहेछ। जस्तै हाम्रो केसमा के थियो भन्दाखेरि मेरो बुवा पनि टाइट नै हो कि, तर बुवाले नबोलेरै हामी चाहिँ डराउँथ्यौँ। कस्तो एउटा हुँदो रहेछ कि एउटा यो कस्तो हुँदो स्वभाव हुँदो रहेछ। जस्तै बुवाले बोल्नु पर्दैन थियो, म मात्र होइन, दिदी भाइ म पछाडिका बहिनीहरू उनीहरू चाहिँ बुवा भनेपछि सिद्धो। डिसिप्लिन भनेपछि त्यहाँ बुवाले न चिच्याउनु पर्थ्यो न आवाज आउँथ्यो, उहाँले चाहिँ हेरिदिनु पर्थ्यो हामीलाई चाहिँ बस पुग्यो हामीलाई, त्यही नै हाम्रो अनुशासन हुन्थ्यो, त्यही अनुशासन कायम गर्नु पर्थ्यो। यस्तो थियो कि त्यस्तो हुँदो रहेछ। किनभने अब यो सायद मैले देखे अनुसार मैले पनि अब तपाईँको लाइफ तपाईँको जीवन तपाईँको चाइल्डहुड कसरी बितेको त्योबाट नजिकबाट निहालेको कारणले गर्दा पनि सायद उहाँ कस्तो भन्दाखेरि तपाईँसँग त्यति बिलोङनेसमा हुनु भएन किनभने परदेशी परदेशी भएको कारणले गर्दा आउने यसो 1-1.5 वर्षको आउने 10-15 दिन बस्ने अब त्यति अब के बोल्नुहुन्छ होला तर अब केटाकेटीलाई के उ गरेर जानु भनेर उहाँहरू त्यति बोल्नुहुन्थ्यो त्यो हुन्थ्यो होला। तर बुवा कस्तो थियो भन्दाखेरि त्यसले गर्दा नि तपाईँहरूलाई त्यति अब अलिकति त्यो बिलोङनेसमा नभएको कारणले फ्रेङ्कली हुने पनि भएन। र अर्को कुरा बुवाको डर चाहिँ लाग्ने, यस्तो छ नि त फेरि हजुर यो अर्कै खालको के त्यो तिमीले भने आउँछ एकदम। अनि तिमीले भनेको कुरा के पनि याद आउँछ भन्दाखेरि जस्तै अब जस्तै त्यो एकदम हो कि किनभने बुवा चाहिँ जानुहुन्थ्यो तर हाम्रो बुवा चाहिँ अलिक 1.5 वर्ष त्यति बस्नुहुन्थेन, 3 महिना 4 महिनामा आइहाल्थ्यो कि अलिक कम हुन्थ्यो बुवाको ग्याप। किनभने मुम्बईतिर जानेहरू चाहिँ अलिक लामो बस्नुहुन्थ्यो। हाम्रो पल्लो घर अङ्कल शङ्कर अङ्कल हुनुहुन्छ नि, उहाँहरूको फ्यामिली चाहिँ अलिकति 1-1 वर्षमा 2-2 वर्षमा आएको पनि हामीलाई याद छ है। सानोमा त्यहाँ गोटा ल्याएको, गोटा भन्दा पनि मुम्बईबाट मिठाई उहाँहरूले त स्पेशल मिठाई नै ल्याउनुहुन्थ्यो। मेरो साथी जगत पनि थियो नि त, जगत के हो, जगतको याद आउँछ मलाई। जगत र म पनि एकदम जिग्री थियौँ नि, त्यो भएर उनीहरू 1.5 वर्ष 2 वर्षको समयमा आउने के। तर हाम्रो बुवाको चाहिँ आउने समय चाहिँ अब अलिकता कम थियो किन नजिक थियो, 7-8 घन्टा पुग्थ्यो। त्यो भएर तर बुवासँगको अब के भन्दा बुवाहरूले त्यति बेलाको समयमा उहाँहरूले हामी जसरी फिजिकल माया गर्छौँ नि, जसरी मेरो बाबु मेरो भनेर यसरी अगालवालेमा त्यो माया चाहिँ गर्नु भएन कि हाम्रो बुवाहरूले। अनुभव गर्नु पाउनु भएन। मैले त पाएन किनभने आमाले मेरो त
अब माया त गर्नुभयो होला किन यहाँ त्यो एउटा फिजिकल माया सन्तानलाई मेरो बुवाले चाहिँ होइन अलिक कम गर्नु तर त्यसरी चाहिँ हामीलाई पनि काखमा लिएर यताउता गएर चाहिँ त्यति बेला अलिक त्यसरी कम माया पनि चाहिँ थियो गर्नु भएन किनभने त्यो अलिक कमै थियो मम्मीसँग कि चाहिँ हामी अब त्यो हिसाबमा चाहिँ त्यति बेला बच्चालाई डिसिप्लिनमा राख्नुपर्छ भन्ने मात्रै थियो क्या गार्जेनको डिसिप्लिनमा यिनीहरूलाई चाहिँ अलिक हामी बढी माया स्ट्रिक्ट भएनौँ भने यिनीहरू यिनीहरू चाहिँ बिग्रिन्छ बिग्रिन्छन् यिनीहरूलाई सुधार्ने एउटै टुल्स भनेको मेकानिजम भनेको नै यिनीहरूप्रति डिसिप्लिन राख्ने यिनीहरूलाई स्ट्रिक्टली व्यवहार गर्ने कुनै पनि कुरा नगर मात्र भन्ने बस के कुरा नराम्रो कुरा हो पढ मात्रै भन्ने पढ्नुभन्दा बाहेक खेल्नु त अपराध नै हो अपराध हो घरको काम भइसकेपछि त्यसको साथ पढ्ने भने यस फेरि पढ्नु पनि राम्रै पढ्नुपर्छ त्यति बेलाको समयले गर्दाखेरि पनि उहाँहरूको त्यो त्यही सिक्नुभयो समाज पनि त्यही थियो फेरि अब हामी अब जन्मिँदाखेरि पनि के भयो भने अब हाम्रो बुवा आमा भन्दाखेरि अघिल्लो पुस्ता र पछिल्लो पुस्ताको जुन ग्याप हो नि जेनेरेसन ग्याप त्यो जेनेरेसन ग्याप पनि बढी भयो धेरै भयो हामीहरू अब बुवाहरू के भयो भन्दाखेरि त अघि हामीले चर्चा गर्यौँ नि यो उहाँहरूको यस्तो ग्याप भयो नि त उहाँहरूले चाहिँ पहाडी परिवेशमा उहाँहरू जन्मिनु भयो हुर्किनु भयो उहाँहरूले बुवाहरूको जीवन कष्टकर जीवन थियो होइन बाजेहरूको जीवन हाम्रो कष्टकर जीवन थियो उहाँहरूले एकदम अभावमा जुन धरातलबाट आउनुभयो उहाँहरू अभावमा धरातल अब हामी जन्मिसकेको धरातल धेरै फरक भयो त्यो धरातलको जुन ग्याप हो त्यो ग्यापले गर्दा सायद हामीप्रति त्यो फ्यामिलियर नभयो होला जस्तो लाग्छ हामी खैरीमाटामा थियौँ है हजुर 5 देखि 6 7 8 9 10 खैरीमाटा कस्तो है 7-8 वटा गाउँका विद्यार्थी साथीहरू हुने के कम्बाइनमा खैरीमाटा पढ्नुको एउटा राम्रो पक्ष के भयो भने चाहिँ साथीहरू चाहिँ धेरै गाउँका साथीहरूसँग चिनजान भयो मेरो त तपाईहरुको त धेरैसँग इन्ट्रेक्सन भयो होला मेरो कस्तो थियो भने म त एकदम साइनेस है टिचरहरुप्रति पनि त्यति नजिक नहुने अनि तपाईको आफै सगोलमा स्टुडेन्टहरुसँग पनि विद्यार्थीसँग साथीभाइहरुसँग पनि त्यति तपाईको क्लोज नै नहुने टाइपको के त्यस्तो एकदम साइनेस के सुन कस्तो भने त्यो किसिमले पनि म त साथीहरुसँग पनि त्यति घुलमिल भइन के म त्यति एकदम नजिकको छ भने त्योसँग अलिकति घुलमिल भयो अलि भयो हैन हामी पनि त्यस्तो भएन जस्तो लाग्छ के मलाई के तर अहिले पछिल्लो पटक आएर बुझ्दाखेरि चाहिँ अहिले चाहिँ अब कुनै पनि ठाउँमा गयो भने साथीहरु यसो भेटिन्छन् हुन्छ अब इन्ट्रेक्सन हुन्छ अब साथी नै भइहाल्नु हुन्छ हैन तर उतिकरको परिस्थितिमा चाहिँ मैले चाहिँ अब त्यसरी साथीहरुसँग हैन यस्तो भयो अझ पनि थुप्रै हुनुहुन्छ यस्तो विजय खास गरी उहाँसँग मसँग पढेको मान्छे हो भन्ने भनेको तर एकदम नजिक भएर त्यति त्यस्तो चाहिँ भएन के क्लोजनेस कसैसँग त्यति खासै भएन के तर मेरो आफ्नो कमजोरी हो जस्तो लाग्छ है म किनभने म साइनेस भएको कारणले कसैसँग पनि त्यति फ्र्याङ्कली हुनै सकिन के ठिकै हो त्यो जस्तो म पनि साइ हो एकदमै साइ हो हजुर केटी साथीसँग बोल्न नसक्ने अर्को कुरा विजय एउटा कसैसँग तर्क गरेर बोल्न नसक्ने ट्याकलले कुनै कुरामा ट्याकल गर्न नसक्ने एकदमै रोचक है एकदमै रोचक र अनि फेरि शारीरिक रूपमा फिजिकली रूपमा पनि हामी कमजोर पाखुरा नभएको कमजोर नभएको भनौं न हैन उनीहरुसँग अहिले चाहिँ म कुनै पनि हिसाबमा फेस गर्न अलिअलि बनाउन खोजिरहेको छु है तपाईको त राम्रै छ मेरो त अझ फेरि हैन त्यति बेला हामी कमजोर थियौं दुब्लो थियौं अब अहिले चाहिँ अब अलिकता फिजिकल फिटनेसको लागि गरौँ भनेर चाहिँ त्यो हो हैन प्रसंग र अर्को कुरा मैले भन्न खोजेको हामी साइनेसको कुरा आयो हैन म कतिसम्म लाज मान्ने थिए भन्दाखेरि विजय म चाहिँ सर भित्र गइसक्नु भयो म बाहिर छु भने मे कमी सर भनेर भन्न नसक्ने म भन्न नसक्ने म भित्र जान नसक्ने एक्लो भयो भने ठ्याक्कै सरको अगाडि विद्यार्थीको अगाडि गएर सरको अगाडि भएर म देखिएर भित्र क्लासमा बस्न नसक्ने यार त्यो भन्दा लाज मान्ने के हुन्छ र त्यसको लागि म के उपाय गर्थे थाहा छ हजुर अरु साथीको वेट गर्थे म उहाँहरुले भन्नुभयो भने उसको पछाडी म यता उता हुन्थे अरु साथीहरुको वेट गर्थे हजुर अनि अरु साथीहरुको वेट गर्थे कोही म भन्दा ढिलो आउनेहरु हुनुहुन्छ नि उहाँहरुसँगै पछाडी लागेर म भित्र जान्थे कि त्यो पनि गर्थे त्यो मेरो चाहिँ एसएलसी सम्म मात्र हैन मेरो त्यो चाहिँ +2 सम्म पनि त्यो व्यवहार थियो कि +2 वीरेन्द्र विद्या मन्दिर टिकावरमा आइपुग्दा पनि मलाई चाहिँ लाज मान्ने स्वभाव चाहिँ अझै पनि हटेको थिएन कि है त्यसैले त्यतिसम्म लाज मानिन्थ्यो र अर्को कुरा इशाराले बाहिर बोलाएर यस्तो रमाइलो के जस्तै इशाराले मैले कुनै साथीलाई बाहिर बोलाएर झ्यालबाट हेर त त्यो मानसिकता यहाँ भनेर उलाई सँगै बाहिर बोलाएर अनि सँगै भित्र जाने मान्छे म हुँ यार त्यो भन्दा बढी कोही हुन्छ लाज मान्ने कडा हुनुहुन्छ हे भगवान पानी पिउनु पर्छ यार विजय
हेर्दाखेरि मजाक गरे जस्तो लाग्न सक्छ होइन। त्यतिसम्म चाहिँ भयो अनि मेरो अरू विजय भनाइ। हजुर अनि अर्को कुरा अब जस्तै खैरीफाँटाको केस एकैछिन म पनि जोड्न चाहेँ यहाँनिर। खैरीफाँटामा है मैले एउटा साइकोलोजी, मलाई कोही सर चिन्नुहुन्थेन। मलाई नि चिन्नु एउटा कुरा है, मलाई चाहिँ कोही पनि सर चिन्नुहुन्थेन, किनकि म खुङ्खार ट्यालेन्ट पनि थिएन, कसैसँग बोल्न सक्ने पनि थिएन, म चकचके पनि थिएन, म हाउडे पनि थिएन, न एकदमै टपर पनि थिएँ, अथवा म कुनै राम्रो नम्बर ल्याउँथेँ, नाइदर सुपरियर नोर इन्फेरियर। एकदमै फेरि कस्तो स्वभाव थियो भनेपछि कि तलतिरको विद्यार्थीहरूले पनि सरलाई चिन्ने गर्छ, यस कि एकदम माथिल्लो लेभलको टिचर तपाईँको विद्यार्थीलाई पनि टिचरहरू बढी तपाईँको माइन्डमा बसेको हुन्छ। अब हामी कस्तो हो भने न त माथिको न तलतिरको, बिचबिचतिरको एभरेजको कसैको पनि मतलब हुँदैन। एभरेज हुँदा पनि डाउनै हुँदा नि भयो मेरो आफ्नो हिसाबले त। त्यो भएर पनि त्यति एभरेजसम्म भन्न मिल्छ, किनभने कुनै कुनै विषयहरूमा मेरो केसमा अब म कुनै कुनै विषयहरूमा चाहिँ अलिकति राम्रो पनि हुन्थ्यो, कुनै विषयमा अलिक कुनै विषयमा राम्रो प्रतिस्पर्धी साथीहरूसँग नम्बर पनि राम्रो आउँथ्यो। अब जस्तै म्याथमा आउँथेन कि फेलै भन्थ्यो नि होइन, त्यसैले गर्दाखेरि अब अङ्ग्रेजी पनि अलिक कमजोर हो, तर अब अझै म्याथ कमजोर है। तर पढाइ त मेरो पनि कमजोर भन्दा पनि पढ्नुपर्छ भन्ने कुरा नै दिमागमा छैन क्या। पढ्नुपर्छ भन्ने कुरा पनि थिएन। अर्को कुरा हामीलाई सिकाउने को के, हामीलाई मलाई त के लाग्यो भने, मलाई आफूलाई लागेको कुरा के हो भने, शिक्षा भनेको त्यो अननेसेसरी वार्डेन हो जस्तो क्या, बोझ जस्तो क्या। हो, यो अनावश्यक रूपमा तपाईँको यो लादिएको लादिएको किन पढ्नुपर्छ होइन, पढेर के हुने हो, पढ्नुपर्छ भन्ने मात्र थाहा थियो, भन्ने टाइप, तर पढेर के भइन्छ भन्ने कुरा थाहा थियो। जसरी अहिले एलकेजी र युकेजी का बच्चाहरू, 1 का बच्चाहरू जसरी अहिले उनीहरू चाहिँ पढ्नु किन पर्छ भन्ने कुराहरूको उत्तर दिन सक्छन् नि, हामीसँग थिएन। हामीले पढ्नुपर्छ भन्ने मात्र थाहा थियो, पढ्नुपर्छ भन्ने मात्र थाहा थियो, र पढ्नुपर्छ भन्ने मात्र थाहा थियो, पास हुनुपर्छ होइन, पढेर पास हुनुपर्छ। किनकि तिम्रो दाइ अङ्कलहरूले चाहिँ पढिरहेछन्, तिमीले पनि हाम्रो चाहिँ आफ्नो यो हाम्रो घरको इज्जत राख्नका लागि पनि पढिदिनुपर्छ भन्ने चाहिँ मैले पनि आफ्नो यसो बुवाहरूबाट चाहिँ त्यो कुरा पाउँथेँ। र मलाई चाहिँ त्यसरी मलाई चाहिँ मेरो मामाले चाहिँ सिकाउनु भएको चाहिँ याद छ है फेरि, किनभने अरूको त मलाई याद छैन होइन। मामा चाहिँ म मामा घरमा गइरहेको थिएँ, अनि पढाइमा त एकदम उतिखेर खत्रै एकदम खैरफाँटाको फेरि उहाँ चाहिँ एकदम राम्रो विद्यार्थी पनि हो होइन। सानैदेखि पाताबारदेखि पनि सरको एकदम प्रिय विद्यार्थी हो कि। हामी पनि उहाँ खैरफाँटबाट आउँदाखेरि ठ्याक्क उहाँ खैरफाँटबाट आउनुहुन्थ्यो होइन, उहाँ 9-10मा पढ्नुहुन्थ्यो होला उतिखेर होइन। हामी बालज्योति स्कुलबाट जाँदाखेरि के यस्तो उहाँ उताबाट आउने, अनि हामी चाहिँ यताबाट जाँदाखेरि पहिले अहिलेको बोर्डिङ छ नि त्यहाँनिर गर्थ्यो नि त उहाँको त। अनि हामी बालज्योतिबाट यसो उताबाट आउँदाखेरि उहाँ चाहिँ त्यो कुलाकोटीबाट यताबाट आउँदाखेरि हाम्रो कहिलेकाहीँ यसो क्रस हुन्थ्यो क्या त्यहाँनिर होइन, उहाँ छिटो आएको बेला कि। याद छ, मलाई याद छ कि होइन। अनि ट्याक्क उहाँ त हेर्दाखेरि पनि एकदम अनुशासित देखिनुहुन्थ्यो, एकदम अनुशासित हेर्दाखेरि। सबै विद्यार्थी, सबै साथीहरूको र एउटा टिचरको एकदमै प्रिय विद्यार्थी हो कि मामा। फेरि उहाँको चाहिँ एकदम पढाइ पनि एकदम राम्रो थियो, सानैदेखि एकदम ज्यानदार, एकदम मेहनती, उहाँ देख्दाखेरि पनि एकदमै स्मार्ट हुनुहुन्छ होइन। र अर्को कुरा, र मामाले चाहिँ मलाई चाहिँ, किनभने मामा घरमा म गइरहन्थेँ त्यहाँ होइन, गइरहन्थेँ बजेहरूसँग, आँपहरू त्यहाँ बारी थियो होइन। त्यसै पनि मामा घर त जान त्यसै पनि रहर हुने भयो होइन, त्यसै पनि आँपहरू त्यहाँ बारी पनि थियो नि त मामा घरमा। त्यही भएर त्यहाँ चाहिँ मामाले चाहिँ मलाई अलिकता म्याथमा अनि अरू चिजमा पनि भान्जा मेहनत गर्नुपर्छ है। पछि चाहिँ मामालाई याद छ कि छैन मलाई थाहा छैन, किनकि बाल्यकालका धेरै कुराहरू याद पनि हुन्नन् होइन। हाम्रो चाहिँ मेरो चाहिँ दिमागमा बसिरहेको के, राम्ररी पछि पछुताउनु पर्ला है भान्जा होइन, अहिले चाहिँ राम्रोसँग पढ्नुपर्छ। मलाई यी शब्दहरू चाहिँ अहिले याद आउँछन् के, तर त्यति बेला मैले मानेको थिएन होला सायद मामाले भनेको कुरा पनि होइन, किनभने तर मामाले चाहिँ मलाई चाहिँ अलिअलि म्याथहरूमा चाहिँ मलाई अलिकति हेल्प गरेको, मलाई अलिकति सिकाएको चाहिँ मलाई याद आउँछ क्या। किनभने अब मेरो घरमा अब कोही बुवा चाहिँ इन्डिया हुनुहुन्थ्यो होइन, गार्जियनसिप कोही पनि थिएन, र हाम्रो कमजोरी के हो र कसरी सुधार्ने मान्छे थिएन। त्यो तपाईँको शिक्षालाई लिने एडप्ट गर्ने त्यो किसिमको हाम्रो त्यो किसिमको पनि त्यो ब्रेनहरू भनौँ न त्यस्तो एक्टिभ नभएको, त्यति कम्पेयर होइन अरूको तुलनामा। र साथै हामीलाई भित्रदेखि नै त्यो इच्छा शक्ति नै थिएन जस्तो लाग्छ है मेरो होइन, एकोर्डिङ टु अन्डरस्ट्यान्डिङ मेरो होइन बुझाइमा। र मैले चाहिँ पढाइमा अलिकति तपाईँको अलिकति इन्ट्रेस्ट आएको भने 8 क्लास फेल भइसकेँ। फेल भएपछि चाहिँ आइसी सरले चाहिँ मलाई राम्रो सम्झाउनु भयो क्या। अनि सम्झाइसकेपछि चाहिँ म त्यहाँबाट धेरै कुराले मोटिभेट भएँ क्या।
अनि त्यसपछि चाहिँ मेहनत गरेँ मैले टिचरले पढाएको कुरा राम्रोसित ध्यान दिएर एकदम कन्सन्ट्रेसन भएर तपाईँको सुन्ने पढ्ने लिने अनि त्यही कुरालाई घरमा गएर तपाईँको रिभाइज गरेर पढ्ने क्या त्यसो गर्दाखेरि मेरो पछि राम्रै पास भएँ। तिमी चाहिँ अब मेरो साथीको भाइ पनि हो होइन, हजुर त्यसैले पनि मलाई चाहिँ तिम्रो कम याद आउँछ क्या फेरि है त्यति बेला, किन विजयको याद आउँछ तर घरनिर बसेको खेलेको चाहिँ याद आउँछ, जङ्गलमा पनि अलि अगाडि पछाडि हिँडेको, किनभने मेरो साथी त हिरालाल होइन, हिरा मेरो साथी हो नि त। अब उसको भाइ तिमी हो, हिरासँग झगडा पनि हुन्थ्यो बरु मलाई याद आउँछ, किनभने हामीहरू नजिकको भए पनि हामी झगडा पनि गर्ने, अलिअलि झगडा भन्नाले झगडा नभए हानाहान त्यस्तो खालको त हिरालालसँग कहिले भएन, तर एक किसिमको नजिकको भए पनि कहिलेकाहीँ यस्ता त्यो चाहिँ मलाई याद आउँछ। अब तिमी अब अलिक सानै थियो र तिमी त्यो हाम्रो प्रसङ्गमा तिमीलाई त्यति आएको मलाई याद पनि छैन, र तिमी चाहिँ पछाडि पछाडि अब विजय पढ्छ अब पनि खैरफाँटा गइरहेछ भन्ने मलाई याद छ होइन, त्यति चाहिँ मलाई याद छ। किनभने अब तिमीलाई चाहिँ चिन्न थालेको चाहिँ पछि पछि अब जस्तै काठमाडौँ जाने क्रममा, र चिन्न चाहिँ जङ्गलमा पनि हामी सँगै खेलेको याद छ, फुटबल पनि खेल्यौँ, नदी पनि नुहाएको होइन, अलिकति अहिले पनि खेलेको होइन, कुराहरू याद छ नि त हामीलाई। त्यसरी अब तर अब हिरालाल चाहिँ थियो, हिरालाल चाहिँ अब ऊ पछि चाहिँ पढ्न उसले चाहिँ फर्दर नगरे पनि मलाई चाहिँ बाल्यकाल बढी चाहिँ हिरालालसँग याद छ नि त। फेरि हिरालाल र जगत मेरो जिग्री हुन्, उमेरसँग मिल्ने भएको कारणले गर्दा नि, उमेर पनि मिल्ने भएको कारणले गर्दा नजिक तिमी चाहिँ खैरफाँडामा गइरहेको भन्ने मलाई याद छ। फेरि विजय पनि छ भनेर यसो यो कपीहरू होइन यसरी बोकेर हिँड्ने त हो नि, ब्याग पनि थिएन है हामीसँग त्यति बेला, पनि थिएन, ब्याग लिन पनि मन नलाग्ने त्यति राम्रो ब्याग घरबाट नकिन्ने आफूलाई इच्छा लागेको, अनि त्यो सामान्य किसिमको ब्याग चाहिँ लिन नमान्ने, त्योभन्दा हातमा स्याटर लिएको मलाई पनि याद छ। र म विद्यार्थीहरूलाई अधिकांश विद्यार्थीहरू हाम्रो जगतपुरबाट मूर्तिया कुन्ती हुँदै हामी चाहिँ खैरफाँड गइरहेको यसो बोकेर त्यो ढिकमा हिँडिरहेको मलाई याद आउँछ। 4-5 वर्षको यात्रा एकदम राम्रो, त्यो कुलागुडिक भएर अझ पनि याद आउँछ। त्यताको सेरोफेरोमा बस्ने सबैहरूलाई चिनिन्छ होइन, यो गरेर ट्याक्का तानेर यो मान्छे कहाँ जस्तो चाहिँ लाग्छ। यो प्रसङ्गमा एकैछिन हामी चर्चा गरौँला है, मलाई एकदमै कुरा गर्न मन लाग्छ होइन यो, किनभने आजको हाम्रो यो जो बहसको विषयमा धेरै कुराहरू आउँदैछन् कि है। हामी खैरफाँटामा थियौँ र खैरफाँटामा जस आइस सरले मोटिभेट गर्नुभयो होइन, आइस सरले मोटिभेट गर्नुभयो। आइस सर भनेपछि हाम्रो वासुदेव शाह होइन, मलाई पनि प्रत्यक्ष कसैले तोकेर मोटिभेट गरेको त याद छैन विजय होइन, तैँले पढ्नुपर्छ भन्ने टाइपको चाहिँ कुनै सरसँग मलाई त्यस्तो, किनभने बोल्ने त्यस्तो प्रसङ्ग नै भएन। तिमीहरूको अलिक पछिल्लो पुस्ता पनि भएर सायद अलि अझै भएको पनि होला होइन। मेरो पुस्तामा के छ, म लाज मान्ने थिएँ तर मेरा साथीहरू चाहिँ सरसँग एकदम नजिक थिए कि, उनीहरू जान्ने थिए कि त उनीहरू जान्ने थिए कि त्यो खैरफाँडाको स्कुलको नजिकका टिचरको आफन्तहरू थिए या त छोराछोरीहरू थिए। मेरो साथीहरू सम्झिन्छु म, हाम्रो चाहिँ नन्दकला भाट होइन, सिमान भाटहरू, उनीहरू चाहिँ जान्ने पनि थियो कि, अलिक पढ्ने पनि, अलिक चलाकी पनि थियो। अनि शिव भाट उनीहरू घर अगाडि स्कुल अगाडि नै घर छ नि होइन, स्कुलको गेटनिरै। अनि साथीहरू मोहन भण्डारी साथी, उहाँहरू हृदय भण्डारी, उहाँहरू हुनुहुन्छ। यस्ता थुप्रै साथीहरू हुनुहुन्छ जो उहाँ सरका कुराहरूसँग उहाँहरू अन्तर्क्रिया गर्नुहुन्थ्यो कि, सोध्नुहुन्थ्यो। त्यही भएर सरले उहाँहरूलाई अलिक फोकस गरिरहेको मलाई याद थियो, किनभने अब हामी चाहिँ लाज मान्थ्यौँ कि हामी एकदमै लाज मान्थ्यौँ, अब बोल्नै सक्थेनौँ। र त्यति बेलाको के चलन चाहिँ पक्कै पनि थिएन विजय शिक्षामा होइन। त्यो चाहिँ त्यति बेलाको चाहिँ एउटा कमजोरी नै मान्छु। कमजोर विद्यार्थीलाई कसरी ट्रिट गर्ने, कमजोर विद्यार्थीलाई अगाडि कसरी ल्याउने, नबोल्ने विद्यार्थीलाई कसरी बोल्ने प्रयास गराउने, प्र्याक्टिस गराउने, यो खालको चेतनाको विकास चाहिँ शिक्षामा चाहिँ थिएन के। त्यसैले गर्दाखेरि कुनै पनि सरले यो मसँग अन्तर्क्रिया गरेको मलाई याद छैन। र क्लासमा होमवर्कको केसमा अब मेरो एउटा के बानी थियो भन्दाखेरि, मैले कहिले पिटाइ कमै खाएँ, नजानेर चाहिँ खाएँ अलिअलि, किनभने कुनै दिन मिस नगर्ने विद्यार्थी म परेँ कि। फेरि मेरो यस्तो ह्याबिट भइदियो कि, किनभने सानैदेखि त्यो पढाइमा एक्सलेन्स नभए पनि तर म चाहिँ जहिले पनि विद्यालय जाने, कहिले विद्यालय चाहिँ म छोडै नसक्ने, अप्सनै नहुने, र होमवर्क चाहिँ सधैँ गर्ने। होमवर्क गर्ने बानी त मैले चाहिँ कुनै पनि विषयको सामाजिकको होमवर्क, नेपालीको होमवर्क, बरु मलाई म्याथको आउँथेन, बरु साथीहरूबाट सारेर हुन्छ कि कसरी गर्थेँ होइन, बरु गर्थेन। पिटाइ खाए पनि, अब पिटाइ खाएको पनि याद आउँछ मलाई, तर अन्य विषयहरूको बारेमा चाहिँ मलाई त्यो होमवर्क नगरेको मलाई त्यस्तो याद आउँदैन। त्यो भएर पिटाइ पनि खाएन, सरले पनि ल एभरेज विद्यार्थी हो भनेर हेर्नुभयो होला। तर सरले कतै वास्प गर्नुभएको थियो कि, जस्तै मैले अहिले यसरी भनिरहँदा कुनै सरले मलाई चाहिँ मलाई चिन्नु भएको चाहिँ फेरि कर्णकुवर सरले चाहिँ है, मलाई अहिले याद आयो। कर्णकुवर किन नचिन्नु, उहाँ पनि एकदम कहिले याद आयो, किनभने अहिले कर्णकुवर नन्दराज सर होइन,
नन्दराज सर किनभने जगतपुरको हुनुहुन्थ्यो, जगतपुरको भएको कारणले कर्णकोर सर उहाँहरू र चिन्नुहुन्थ्यो। उहाँहरू चाहिँ के अरे हाम्रो कर्णकोर सर एकदम खतरासँग चिन्ने, अब विद्यार्थीसँग बढी अब नजिक भयो। नजिक हुने, किनभने उहाँले चाहिँ फेरि अँ। जगतपुरको हो भन्ने हिसाबमा नै ट्रिट गर्ने र उहाँलाई हामी खुसी पनि लाग्थ्यो है। कर्णकोर त्यसैले सर माया पनि गर्नुहुन्थ्यो। खुसी पनि लाग्थ्यो, अहिले बोल्नु पनि हुन्थ्यो नि त यसो के छ भनेर। त्यो कारणले गर्दाखेरि मलाई अहिले याद आयो, किनभने अब उहाँले त्यो हामीलाई भएर 9-10 कक्षापछि उहाँको चाहिँ हामी बिलोङमै नै थियौँ अलिक जस्तो कम लाग्छ। पढाउनु भयो नि त उहाँले, त्यो भएर अलिक यसरी प्रत्यक्ष जनक भनेर नाम चिन्ने मलाई चाहिँ उहाँले हो जस्तो लाग्छ। नत्र भने मलाई चाहिँ अब अनुहारले त सायद चिन्नुहुन्थ्यो होला सरहरू, किनभने हामीलाई थाहा पनि नहुन सक्छ होइन। हजुर। त्यति बेलाको मलाई त्यो शिक्षाको तपाईँलाई त होला जस्तो लाग्छ, मलाई त सायद चिन्नुहुन्न होला जस्तो लाग्छ है। तैपनि अब मलाई पनि त्यस्तो लाग्दैन, किनभने मलाई बोलेको यादै छैन विजय कसरी अनुहार चाहिँ होला, किनभने म रेगुलर स्टुडेन्ट हो। म त त्यो उसमै नजाने विद्यार्थी हो क्या, ट्याक्क। अनि भाग्ने गरिन्थ्यो कि नै भाग्न त म त्यसरी भएको थिएन होइन। यस म पनि भाग्ने मामलामा कहिले भाग्ने मामलामा हुनुहुन्थ्यो, भाग्नेमा पनि एक दुईजना साथीहरू हुनुहुन्थ्यो। ल आज भाग्यो भने आज नास्ता खिलाउने है, भाग्ने गएपछि भन्नुहुन्थ्यो कि साथी भाग्दाखेरि घर जाँदाखेरि सँगै साथी भइदियो भने नास्ता खिलाउँछु भन्नुहुन्थ्यो। कुनै दिन त जान्थेँ म। तर विजय यार खैरफाटामा मलाई चाहिँ एउटा याद आउने कुरा एकजना सरको चाहिँ हाम्रो डेथ पनि भयो होइन, डमरचन्द सर। उहाँको किन याद आउँछ भन्दै हो, उहाँले मलाई चिन्ने सर म फेरि बिर्सिया रहेछु धेरै कुराहरू, किनभने खैरफाटा 6-7 वर्ष बढी हो नि त। एउटा कुरा के बिर्सिया छु भन्दाखेरि मलाई रमाइलो पनि लाग्छ, कक्षा 10मा पढ्दाखेरि लेखा विषयको उहाँले पढाउनुहुन्थ्यो, अकाउन्ट राम्रो पढाउनुहुन्थ्यो होइन डमरचन्द सर। अनि सोसियल साइन्स सामाजिक पनि पढाउनु उहाँले पढाउनुहुन्थ्यो होला, तर हामीलाई चाहिँ लेखा पढाएको मात्रै याद छ क्या होइन। उहाँले डेबिट क्रेडिट भनेर मलाई पढाएको याद छ, एकदम अनुहारै याद छ है। चाँडै बित्नु भएको, मलाई पनि थाहा सम्झना छ उहाँप्रति। अनि तपाईँपछि 2 वर्षपछि त हो कि कति वर्ष 3 वर्षपछि हो मैले। अनि के भन्दाखेरि उहाँको मलाई के कुराको याद छ भन्दाखेरि म अलिक मोटिभेट भएको है। म मोटिभेट भएको कसरी भन्दाखेरि डम्बर सर हामीले चाहिँ अकाउन्ट पढाउनुहुन्थ्यो, उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि ल अब चाहिँ म ह्यान्ड राइटिङ टेस्ट गर्छु है भन्नुभयो कि। यो क्लासमा यो तिमीहरूले चाहिँ ह्यान्ड राइटिङ बिगार्न थाल्यौ, त्यति बेला ह्यान्ड राइटिङलाई मान्यता दिन्थ्यो नि त, राम्रो ह्यान्ड राइटिङ बनाउने राम्रो विद्यार्थी भन्ने पनि हुन्थ्यो कि। अब होमवर्क गर्ने विद्यार्थी पेपर काट्दाखेरि पनि यसो उहाँहरूलाई पनि पेपर काट्दाखेरि पनि अलिकति असहज नबुझे जस्तो लाग्यो, त्यो पनि चेकअप गर्नु। यस, गणित जान्ने विद्यार्थी पनि राम्रो, साइन्स जान्ने विद्यार्थी पनि राम्रो, अंग्रेजी जान्ने विद्यार्थी राम्रो, अनि राम्रो अक्षर विद्यार्थी भयो भने जस प्राथमिकता राख्यो यसको अक्षर राम्रो छ भनेर अलिकता त्यहाँ चाहिँ हुन्थ्यो होइन। मलाई चाहिँ एउटा राम्रो मोटिभेट भएको एउटा कुरा के याद आयो भन्दाखेरि डमर सरले बर्खा बिदामा हामीलाई चाहिँ होमवर्क दिनुभयो। बर्खा बिदा हुन्छ नि 1.5 महिना, बर्खा बिदा 1.5 महिना हुन्थ्यो। त्यति बेला ल तिमीहरूले चाहिँ लेखाको नोट बनाएर ल्याउनु है भन्नुभयो के। नोट बनाएर ल्याउनु भन्नुभयो, 10 कक्षामा हो सायद, 10 हो कि 9 है म बिर्सेँ होइन। अनि सायद बर्खा बिदा होला है। बर्खा बिदा हुन्थ्यो त्यति बेला। अनि मैले पनि जस अक्षरहरू राम्रो बनाउने प्रयास गरेँ होइन एउटा नोट कपीमा होइन। र सरले चाहिँ बर्खा बिदा सकिसकेपछि चेक गर्नुभयो, अक्षरहरू सब हेर्नुभयो क्लासमा। हाम्रो ए सेक्सन थियो कि बी सेक्सन थियो, हाम्रो बी सेक्सन थियो, किनभने हामी इकोनोमिक्स हो मेरो, अर्थशास्त्र 9 कक्षादेखि पढ्यौँ हामीले होइन। अब म्याथ राम्रो थिएन, अप्सनल म्याथ हुने कुरै भएन। तपाईँको र मेरो एउटै होइन। अनि इकोनोमिक्स थियो, तपाईँको र मेरो 9-10 क्लासदेखि मास्टरसम्म एउटै हो। त्यति बेला हामी कमजोर भएर इकोनोमिक्स पढ्यौँ विजय, लेखा र इकोनोमिक्स। तर लेखा र इकोनोमिक्सको नै अहिले वर्तमान समयमा बढी महत्त्वपूर्ण रहेछ होइन। हुन त म्याथको आफ्नै ठाउँमा महत्त्व छ, साइन्स फिजिक्स त्यो पढ्ने लाग्छ अहिले चाहिँ। त्यो चाहिँ अहिले चाहिँ खुसी लाग्छ मलाई। 9 कक्षामा जो इकोनोमिक्स पढेका परिभाषाहरू अहिले पनि हाम्रो युज भइरहेछ नि, जुन चाहे हाम्रो ब्याङ्किङ परीक्षामा हुनसक्छ होइन, चाहे पढाउँदाखेरि काम लाग्न सक्छ, त्यो कुरा अहिलेसम्म हाम्रो व्यावहारिक रूपमा प्रयोग भइरहेछ नि त होइन। किनभने हामीले अब म्याथको कुराहरू त्यति प्रसङ्ग आएन हाम्रो, किनकि हाम्रो मेडिकल क्षेत्र अथवा इन्जिनियरिङ क्षेत्रतिर गइएन पनि। व्यावहारिक कुराहरूमा पनि धेरै अब अलिकति चाहिँ सामान्य म्याथमेटिक्स अकाउन्टतिर पनि भइहाल्यो नि होइन। त्यसैले डमर सरले चाहिँ चेक गर्नुभयो 1.5 महिनापछि। अनि त्यसपछि सबै हेर्नुभयो। अनि त्यसपछि अन्तिममा चाहिँ मेरो कपी समात्नुभयो। अनि त्यसपछि यसरी देखाउनु भयो सबै साथीहरूलाई। कसैलाई याद छ होला है। मलाई जस्तै मेरो विचारमा यो कसलाई थाहा हुन सक्छ भने चाहिँ मेरो डेस्कमा बेच्ने साथी टङ्क रेग्मी होइन, उसलाई थाहा हुन सक्छ, ऊ मेरो जिग्री साथी हो नि। त्यसै गरी महेन्द्र थापा, हुन त जिग्री साथी धेरै हो तर हामी एकदम क्लोज थियौँ क्या। महेन्द्र थापा र टङ्क र म एकदमै जिग्री थियौँ क्या, किनभने हामी दिनौँ सँगै हुन्थ्यौँ, त्यो भएर चाहिँ हामी सँगै बस्थ्यौँ। हामीले कता भित्तामा 1-2 पटक अहिले एउटा गलत काम त्रिमूर्ति भनेर पनि लेखेका थियौँ कि मलाई याद आउँछ त्यो। अनि त्रिमूर्ति भने चाहिँ के रहेछ? त्रिमूर्ति या त्रिशक्तिमा 3 जना, टङ्क अनि त्यसपछि महेन्द्र र जनक, 3 जना साथीहरूको चाहिँ कम्बिनेसन
मूर्ति त्रिमूर्ति र त्रिशक्ति भनेर कता कता हामी दुई चार ठाउँमा लेखेको मलाई याद छ मोजोडी कि। यस यस टाइपको मजोडी टाइपको नछुट्टिने। अनि नमरचन्द्र सरले उनीहरूलाई थाहा हुनसक्छ कि मलाई याद भयो अनुसार, किनभने एउटै डेस्कमा बस्थ्यौँ नि त हामी। अनि यसरी देखाउनु भयो जनक भाइको चाहिँ अक्षर राम्रो छ है, मलाई सबभन्दा बेस्ट चाहिँ उनको अक्षर लाग्यो। अब त्यति बेला प्राइजको व्यवस्था त थिएन होइन, प्राइज थिएन, प्राइजको व्यवस्था थिएन। अब कमजोर विद्यार्थी कुनै पनि टिचरले मोटिभेट कुनै पनि हिसाबमा सेपबासी नदिएको कम्तीमा राइटिङबाट त भयो नि, राइटिङबाट हिसाबले पनि मान्छेलाई म त त्यसरी एक दिन मोटिभेट भएको मलाई याद छ। नम्बर सरले यसरी देखाएर उहाँको चाहिँ सबभन्दा राम्रो छ है, ल अक्षर हेर्नु त भनेर मेरो अक्षर चाहिँ 2-4 जना साथीहरूले हेरे पनि के हाम्रो सेक्सनमा है त्यति बेला, अथवा त्यति बेला नै कुनै अर्को साथीको राम्रो थियो कि ऊ अब्सेन्ट पो थियो कि, त्यो कुरा छोडौँ होइन। तर त्यो दिन चाहिँ त्यस्तो भएको थियो र त्यति बेलादेखि नै मलाई चाहिँ अलिकति ह्यान्डराइटिङ प्रतिको मोह चाहिँ अझै बढेको थियो र मैले त्यसभन्दा पछाडि पनि ह्यान्डराइटिङ राम्रो सुधार्ने प्रयास। तपाईँको त अहिले पनि राम्रो छ नि त ह्यान्डराइटिङ त। मेरो त बिग्रियो, मेरो पनि त्यसो नराम्रो चाहिँ होइन, तर अहिले चाहिँ पछिल्लोबाट आएर अहिले चाहिँ यसले के फाइदा गर्यो भन्दा त्यति बेला म मोटिभेट भएँ त्यो उसले गर्दा अलिकति राइटिङ चाहिँ अलिकति मलाई चाहिँ त्यति बेला नमरचन्द्र सरले चाहिँ सायद त्यति बेला प्रत्यक्ष जनक भनेर चाहिँ यसरी भनेको पनि याद छ होइन। म एकदम सम्झिन चाहन्छु सरलाई। सरको चाहिँ एकदमै अब सर चाहिँ चाँडै बित्नुभयो होइन, बित्नुभयो। अहिले पनि अब उहाँसँग भेट्ने इच्छा एकदमै सरहरू मध्ये एकदम भेट्ने। हाम्रो त अकाउन्टको त हामीलाई कख सिकाउनु भएको टिचर हो नि त। हो एकदम अकाउन्ट जब कि हामी पछि म्यानेजमेन्ट लगेर हामीले पढ्यौँ होइन। अब हाम्रो जाने नजाने स्पेशलाइज आइसकेपछि उच्च शिक्षासँग हामी जोडिँदै गर्दा हामीले जुन किसिमले लेखातिर फाइनेन्सतिर हामी जोडियौँ, त्यसको त जब बसाइदिने मान्छे त हो नि त। त्यसैले एकदमै त्यसले गर्दा पनि हामीले अब उहाँप्रति एकदम ग्रेटफुल नै हुनुपर्छ जस्तो लाग्छ है। अनि उहाँले चाहिँ उहाँले पढाउनु भएको डेबिट क्रेडिटको नियम चाहिँ हामीले 11-12मा सिक्दै ब्याचलर होइन, त्यसै गरी हामीले चाहिँ अब पछिसम्मको जुन पढाइ म्यानेजमेन्टबाट नै हामीले जुन गऱ्यौँ नि, त्यो पनि उहाँको एउटा सुरुवात त हो नि होइन। उतिखेर हामी आफू एकाउन्ट पढ्ने त हामी भयौँ नि त है। उतिखेर अकाउन्टमा साइन्समा तपाईँको राम्रो विद्यार्थीहरू त साइन्सतर्फ जानुभयो, कोही तपाईँको मेजर म्याथतर्फ जानुभयो यस्तो थियो नि त होइन। तर पनि उहाँ पनि अकाउन्टमा पनि राम्रो नम्बर ल्याउनुहुन्थ्यो क्या होइन, ल्याउनुहुन्थ्यो। तर उहाँहरूले अकाउन्ट लिनु भएन कि, साइन्सतिर गर्नुभयो, मेजर म्याथतिर जानुभयो, मेजर इङ्ग्लिसतिर जानुभयो होइन। अकाउन्ट लिँदा हामी हो नि त त्यो अलिकति अरूको भन्दा छिटो एट्र्याक्ट गर्ने कुरा, पढाएको कुराहरूलाई एट्र्याक्ट गर्ने होइन नभए पनि लिने त भयो। जो उनीहरू चाहिँ खासै बुझे जस्तो चाहिँ लाग्दैन थियो, भोकेर पढ्दैन यो कुरा चाहिँ यो बुदाहरूलाई चाहिँ डेबिटमा हुँदो रहेछ होइन, यो बुदा चाहिँ खर्च हो, यो हजुर पर्टिकुलर तपाईँको टपिकको लागि होइन, बुदालाई यो चाहिँ खर्च हो, यो चाहिँ तपाईँको फाइदा हो, यो चाहिँ नोक्सान हो, यो चाहिँ पुँजी हो, यो चाहिँ दायित्व हो भनेर होला उसले पर्टिकुलरली त्यसलाई आइडेन्टिफिकेसन गर्न नसकेर यो बुदा चाहिँ डेबिटमा पर्छ, यो बुदा क्रेडिटमा पर्ने बुदाहरु र क्रेडिटमा पर्ने बुदाहरु त्यसरी मेमोराइज गरेर, किनभने डेबिटमा पर्ने बुदाहरु र क्रेडिटमा पर्ने बुदाहरु यसरी पढ्नु र लेखामा राम्रो नम्बर पनि आथ्यो किनभने प्र्याक्टिकल पनि हुन्थ्यो। मेरो त लेखामा राम्रै नम्बर आथ्यो किनभने अब म्याथहरुमा राम्रो नआए पनि अकाउन्टमा मेरो राम्रो नम्बर आएको मलाई याद पनि छ हैन, सरको पनि त्यसमा एकदमै छ, सम्झिन पनि मेरो अकाउन्टमा राम्रो मार्क्स आएको 12 क्लासमा आएको अकाउन्टमा राम्रो मार्क्स, सायद 9-10 मा कस्तो आयो त्यो थाहा भएन, तर न्युमेरिकल पार्ट चाहिँ लगभग सबैले कन्फर्म हुन्थ्यो। त्यतिबेला हामीलाई थाहा थिएन नि, हामीले यो पार्ट न्युमेरिकल पार्टहरु हामीले तपाईको गर्यौं भने प्र्याक्टिस भयो भने थ्योरिटिकल पार्ट नहेर्दा नि हुन्छ, यहीबाट पास मार्क्स आउँछ भन्ने किसिमको त्यो कन्फिडेन्ट हुन्थ्यो नि त। हामीले 10 कक्षामा त्यसले गर्दा नि हजुर 10 कक्षामा पढ्दा पनि थाहा थिएन नि त हामीले 11 मा म्यानेजमेन्ट पढ्ने अथवा अकाउन्ट पढ्ने भन्ने के पढ्ने भन्ने कुरा नै थाहा थिएन, मलाई पनि थाहा थिएन। हामी 10 कक्षामा पढ्दाखेरि अकाउन्ट पढ्थ्यौं, इकोनोमिक्स पढ्थ्यौं हैन। अब किनभने सोझै के भइदियो भन्दाखेरि अब इंग्लिश हामी सक्दैनौं, बेस कमजोर छ, म्याथ हामी सक्दैनौं, इंग्लिश म्याथ सक्दैनौं, साइन्स हामी सक्ने कुरै भएन। अब के पढ्ने त? नेपाली पढ्न मन लागेन, नेपाली पनि मेरो एकदम राम्रो लाग्थ्यो, मलाई पढ्न मन लाग्थ्यो। नेपाली लिटरेसी आफैमा त एकदम राम्रो हो, तर पनि अब आम अब गाउँ समाजमा हेर्ने नेपाली पढौँ भन्दाखेरि पनि नेपाली पढेर कसैले
योले त नेपाली लिएको छ भनेर होच्याउने किसिमको माहौल पनि थियो क्या उतिखेर किनभने अब होइन त्यति अब बेलाको एक्चुअली शिक्षाको अँ। स्पेसलाइज के हो भन्ने कुरा नै नबुझेका हामी हामीलाई होइन केही पनि थाहा थिएन हामीले त्यसले गर्दा नि उता जान नि डर लाग्ने अनि राम्रो विषय लिन पनि डर डर लाग्ने लाग्छ नसक्ने अनि के लिने के नलिने भन्ने कुराहरू नै त्यो आफूले त्यो सेपरेट छुट्याउनै नसक्ने किसिमको थियो जस मलाई चाहिँ तपाईँहरूले फेरि गाइड गर्नुभयो यो कुराहरूमा यो लिन पछि भविष्यको लागि पनि मल्टी सेक्टरतिर जान सकिन्छ है होइन तिमीहरू पछिल्लो भयो होइन अहिले त्यो पछिल्लो भयो हामीले अलिअलि जानेका कुराहरू अब तिमीहरूको लागि अब तपाईँहरूले भोगेका कुराहरूले हामीले स्पेसल तपाईँले हामी अगाडि थियौँ नि त्यो कुराले मलाई यो कुराहरूमा पढ्ने कुराहरूमा तपाईँले धेरै गाइड गर्नुभयो त्यो मलाई थाहा छ तपाईँको +2 म्यानेजमेन्ट पढ्नेदेखि लिएर मास्टर डिग्री तपाईँको वित्तशास्त्र फाइनेन्स लिनुपर्छ है फाइनेन्स पढ्नुपर्छ है भन्ने कुराहरूमा गाइडेड कुराहरू त थाहा छ मलाई होइन त्यो भएर पनि म त्यो कुराहरूले गरेँ तर 9-10 मा पढ्दाखेरि मैले चाहिँ के पढ्ने है होइन मलाई समेत थाहा थिएन साइन्स तपाईँको हामी तपाईँको साइन्स त्यति राम्रो नआउने हाम्रो कारण भनेको साइन्स त्यति राम्रो नआउने अनि इङ्ग्लिस पनि त्यति राम्रो नआउने होइन अरू एज कम्पेयर विथ एनदर तपाईँको स्टुडेन्ट होइन अनि म्याथ पनि नआउने 32-35 को एक्सपेक्टेसन होइन 32 एसएससी 32 त्यसले गर्दा अनि हामी यसको लायक छैनौँ हाम्रो लागि के भन्दै अनि हाम्रो त यार पढाइमा त भविष्य देखिँदैन त यार होइन तर विजय किन भन्ने किसिमको त्यो अन्यलता त्यो किसिमको त्यो एउटा लो कन्फिडेन्ट होइन चाहिँ त्यो चाहिँ थियो क्या त्यो कुराहरूले कहीँ न कहीँ सायद अब तिमीहरू भन्दा के भन्दाखेरि अब हामी अगाडि पढ्यौँ होइन जस्तै अब वीरेन्द्र विद्यामन्दिरमा गयो एसएससी पछि होइन एसएससी त जस पास भयो होइन एसएससी पास भइसकेपछि +2 पढ्ने क्रममा अब वीरेन्द्रमा कसरी पढियो भन्दाखेरि अब त्यही अघि तिमीले भनिसक्यौ नि यो कुराहरू हामीसँग एकदमै जान्ने पनि थिएनौँ एकदमै कमजोर भन्नाले अब जस कस्तो भन्दाखेरि अकाउन्ट हामीले पढेको म्यानेजमेन्टमा मिल्ने सब्जेक्ट थियो कि विजय म्यानेजमेन्टमा मिल्ने सब्जेक्टहरू थिए म्यानेजमेन्ट पढ्नाले इङ्ग्लिस सबैले पढ्नु पर्ने थियो हामीले पनि पढ्न पर्ने थियो नेपाली सबैले पढ्नु पर्ने थियो हामीले पनि पढ्नु पर्ने थियो होइन अकाउन्ट हामीले 9-10 मा पढेका छौँ त्यही भएर पनि पढौँ भन्ने भयो इकोनोमिक्स हामीले 9-10 मा पढेका छौँ त्यही भएर पनि हामी पढ्न सक्छौँ भन्ने भयो हो यो सब्जेक्ट मिलेर चाहिँ म्यानेजमेन्ट पढियो के न कि अब यो भविष्यमा गएर कुनै टिचर बनेला कुनै ब्याङ्कमा गएला तर मेरो दिमागमा चाहिँ के थियो विजय ब्याङ्कको बारेमा त हो यस्तो थियो सोचिँदै नि सोचिँदैन ब्याङ्कमै जब गर्ने भन्ने त दिमागमा कल्पनामा पनि त्यो भन्दाखेरि त्यो किसिमको ब्याङ्कमा त जागिर खाइन्छ होला त त्यो पनि थाहा थिएन हामी जस्तो मान्छेले ब्याङ्कमा जागिर खान सक्छौँ ब्याङ्कमा जागिर खाने ठाउँ भन्ने पनि थाहा थिएन विजय नै अकाउन्ट पढेपछि मलाई आफ्नो कुरा अकाउन्ट पढेपछि यो जागिर ब्याङ्कसँग रिलेटेड सब्जेक्ट चाहिँ हो ब्याङ्कसँग जागिर चाहिँ खान